हुन्छ सबैलाई जय मसीह। खुसी छौँ हामी, आमेन। यो हप्ता चाहिँ खुसीको हप्ता हो। हेर्नुहोस् है, यो हप्ताभरि नै हामी चाहिँ एकदमै यो सुखद हप्तामा छौँ, खुसीको हप्तामा छौँ। यो अर्थमा हामी चाहिँ यो हप्ता खुसीको हप्ता, सुखद हप्ता भनेर मान्छौँ। यो हप्तामा चाहिँ हाम्रो निम्ति मुक्तिदाता येशू ख्रीष्ट चाहिँ क्रुसमा चढ्नु भएको हप्ता हो। यो हप्ता चाहिँ येशू ख्रीष्ट क्रुसमा चढेर मर्नु भएको हप्ता हो। यो हप्ता चाहिँ येशू ख्रीष्ट क्रुसमा चढेर मरेर गाडिएको हप्ता हो। अनि उहाँ चाहिँ गाडिनु मात्रै उहाँ चाहिँ हुनु भएन, उहाँ चाहिँ फेरि जीवित पनि हुनुभएको छ। हालेलुया। त्यसकारणले गर्दाखेरि हिजोको दिनमा चाहिँ हामीले चाहिँ एउटा सुखद शुक्रबार, खुसीको शुक्रबार, गुड फ्राइडे भन्छ, गुड फ्राइडे सेलिब्रेसन प्रार्थना हामीले गऱ्यौँ। ठाउँ ठाउँमा सेलिब्रेसन भयो, प्रार्थना भयो। प्रभु येशू ख्रीष्ट हिजोको दिनमा उहाँ पृथ्वीमा आउँदाखेरि अनि हिजोको शुक्रबारको दिनमा वर्षमा हेर्ने हो भने है, हिजोको शुक्रबारको दिनमा येशू ख्रीष्ट चाहिँ हाम्रो निम्ति, हाम्रो पापलाई धुनको निम्ति, पापी मानिसहरूको पापलाई पखाल्नको निम्ति उहाँ चाहिँ क्रुसमा मरिदिनु भएको दिन हिजो हो। उहाँ मरेर हामीलाई जीवन दिनुहुने हाम्रो प्रभु कति अनुग्रही, कति प्रेमिलो। हेर्नुहोस् त, उहाँ साँच्चै नै अति नै प्रेमिलो परमेश्वर हुनुहुन्छ। हालेलुया। मरेर हामीलाई बचाउनु हुने प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। हिजोको दिनमा मारे, अहिले उहाँ चिहानमा हुनुहुन्छ। उहाँ चिहानमा भएको भए हुनु भएन, तर भोलिको दिनमा उहाँ चाहिँ बौरी उठ्नुहुन्छ। हालेलुया। उठिसक्नु भएको, पहिले नै उठिसक्नु भएको, तर अहिले चाहिँ मानिसहरूले एउटा चाहिँ उत्सव मनाउँछन्। अहिले चाहिँ मानिसहरूले इस्टर सन्डे मनाउँछन्, पुनरुत्थान दिन दिवस मनाउँछन्, खुसियाली साटासाट गर्छन्। हालेलुया। हामी त्यो हप्तामा छौँ, हामी त्यो हप्तामा छौँ प्रियहरू। उहाँ किन मर्नु भयो? हेर्नुहोस् है, उहाँ किन मर्नु भयो त भन्दाखेरि प्रियहरू, उहाँले कोर्राको चोट खानु भएको छ क्रुसमा है। उहाँले थुकाएर पिटाइ खानु भएको छ, उहाँले गिल्ला सहनु भएको छ, उहाँले दुःख कष्ट भोग्नु भएको छ। उहाँले कोर्रा, त्यो कोर्रा भनेको कस्तो, त्यो छालाको पेटी, त्यो पिट्ने कुरा। हेर्नुहोस् है, अनि त्यहाँ चाहिँ काँडा, त्यहाँ चाहिँ काँटी चाहिँ अड्काइएको हुँदो रहेछ। अनि त्यसले क्रुसमा येशूलाई चढाइसकेपछि अनि त्यही कोर्राले चाहिँ फ्याट्टै हान्ने, अनि त्यसपछि त्यो काँटी चाहिँ त्यो छालामा, त्यो मासुमा रोपिन्छ, रोपिसकेपछि अनि फ्याट्टै तान्ने, चोक्टा समेत निकाल्छ त्यो कोर्राले। अनि त्यो चोक्टासम्म निस्किँदै गर्दाखेरि खलल्लै रगत बग्छ। त्यहाँनिर मासुको चोक्टा निस्किन्छ, खल्लै रगत बग्छ। प्रियहरू, उहाँले त्यो कोर्रा किन खानुभयो? उहाँ धनी हुनुहुन्थ्यो, सबै थोक उहाँको थियो, उहाँ स्वर्गमा विराजमान हुनुहुन्थ्यो। उहाँ चाहिँ गरिब भएर पृथ्वीमा आउनुभयो। उहाँ चाहिँ डुँडमा जन्मिनु भयो। आउँदै गर्दाखेरि उहाँ जन्मिने ठाउँ थिएन, डुँडमा जन्मिनु भयो। उहाँ गरिब, एकदमै गरिब भएर जन्मिनु भयो। किन गरिब हुनुभयो? किन कोर्राको चोटहरू खानुभयो? प्रियहरू, यहाँ चाहिँ हामी हेर्छौँ यशाया 53को 5 पदमा लेखिएको छ। तपाईँहरूले त्यसलाई पल्टाउन सक्नुहुन्छ। 1 पत्रुस 2को 24मा लेखिएको छ। उहाँले कोर्राको चोट खानुको कारण अर्थ यहाँ लेखिएको छ। प्रियहरू, तपाईँहरूले धर्मशास्त्रमा पाउनुहुन्छ, तपाईँहरूले हेरिसक्नु भएको छ, पाइसक्नु भएको छ, तपाईँहरूले पढिसक्नु भएको छ। उहाँले हामीलाई कति धेरै प्रेम गर्नु हुँदो रहेछ, हामीलाई कति धेरै आशिष उहाँले दिन चाहनु हुँदो रहेछ भन्ने कुरा हामी त्यहाँ पाउँदछौँ। प्रियहरू, यशाया 53को 5मा हामीलाई थाहा छ, हामीले पढेका छौँ। फेरि पनि यसलाई हामी हेर्न गइरहेका छौँ। यशाया 53को 5मा, तर उता हाम्रा अपराधहरूको निम्ति छेडियो,
हाम्रो पापहरूको निम्ति क्रुसमा छोडियो, येशू चढ्नुभयो। हाम्रो पापहरूको खातिर उहाँ चाहिँ क्रुसमा चढ्नुभयो। हाम्रो अपराधहरूको निम्ति उहाँ छेडिनुभयो। हाम्रो अधर्मको निम्ति, हाम्रो पापहरूको निम्ति उहाँ पेलिनुभयो। शासकहरूले पेले। हामीलाई शान्ति ल्याउने दण्ड उहाँमाथि पर्यो र उहाँको कोर्राको चोटले हामी निको भयौँ। हालेलुया। हामीलाई निको पार्नको निम्ति जब हामी चाहिँ वचन दाबी गर्छौँ, जब हामी यो वचन घोषणा गर्छौँ, यो पदलाई घोषणा गर्छौँ, हामी भन्ने गर्छौँ प्रार्थना गर्दाखेरि, तपाईँले खानुभएको कोर्राको चोटले म निको भएको घोषणा गर्छु, म निको हुन्छु, म यसलाई निको भएको घोषणा गर्छु भनेर चाहिँ हामीले दाबी गर्छौँ। हो प्रियहरू, वचनमा प्रभु भन्नुहुन्छ उहाँले खानुभएको त्यो कोर्राको चोटले तिमीहरू निको भयो। हामीले दाबी गर्नुपर्छ, हामीले घोषणा गर्नुपर्छ, अनि हामीलाई चाहिँ प्रभुले निको पार्नुहुन्छ। हालेलुया, हालेलुया। पहिलो पत्रुस 2 अध्यायको 24 पदमा लेखिएको छ। त्यहाँ चाहिँ के लेखिएको छ भन्दाखेरि, हामी पापको लेखी मरेर धार्मिकताको लेखी जियौँ भने उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रो पाप बोक्नुभयो। उहाँ पापी हुनुहुन्थेन, उहाँसँग पाप थिएन, तर संसारका पापी मानिसहरूको पापलाई हटाउनको निम्ति उहाँले चाहिँ ती संसारका पापी मानिसहरूको पापलाई बोक्नुभयो। अनि उहाँले चाहिँ चोटहरू खानुभयो। उहाँले खानुभएको त्यो चोटहरूद्वारा तिमीहरू निको भयो भन्छ। हालेलुया। एकदमै हामी चाहिँ आशिषित व्यक्तिहरू प्रियहरू। अनि यो सङ्गति आउनु पनि आशिषको कुरा हो, हाम्रो निम्ति निकै आशिषको कुरा हो। तर सङ्गति आउँदै गर्दाखेरि हामी चाहिँ एकदमै सङ्गतिमा ध्यान दिनुपर्छ, प्रभुलाई हामीले हेर्नुपर्छ। कतिपयको बानी चाहिँ सङ्गति आउँदा पनि कुरा गर्ने, गफ गर्ने बानी हुन्छ। त्यस्तो गर्नु हुँदैन प्रियहरू। कोट्याउने बानी हुन्छ, अगाडि पछाडि दायाँ बायाँका साथीहरूलाई कोट्याउने बानी हुन्छ। त्यस्तो गर्नु हुँदैन। साथीहरूलाई नकोट्याउने अरू कतिले चाहिँ कोट्याएको कोट्याइ गर्छन्, मोबाइल कोट्याएको कोट्याइ गर्छन्। त्यो पनि कोट्याउनु हुँदैन। यो बेलामा यो समय हामी चाहिँ प्रभुलाई दिने हो, प्रभुलाई महिमा दिने हो, प्रभुको कुरा सुन्ने हो। हालेलुया। उहाँले हामीलाई निको पार्नको निम्ति उहाँले त्यो कलोरी क्रुसमा त्यो कोर्राको चोट उहाँले खानुभएको रहेछ। हालेलुया। उहाँले खानुभएको त्यो कोर्राको चोट जब हामी सम्झिन्छौँ नि, जब यो वचन हामी दाबी गर्छौँ नि, तपाईँले मलाई निको पार्नको निम्ति तपाईँले त्यो कोर्राको चोट खानुभएको रहेछ प्रभु, म दाबी गर्छु, म घोषणा गर्छु, म निको हुन्छु। अनि तपाईँले खानुभएको त्यो कोर्राको चोट म घोषणा गर्छु, त्यो तपाईँले खानुभएको कोर्राको चोटले यो छोरा, यो छोरी, यो व्यक्ति निको भएको म घोषणा गर्छु भनेर जब हामी घोषणा गर्छौँ, प्रभुले निको पार्नुहुन्छ। हालेलुया। हामीलाई निको पार्नको निम्ति उहाँ चाहिँ कलोरी क्रुसमा चोटहरू खानु भएको रहेछ, कोर्राको कुटाइ खानु भएको रहेछ, उहाँले गिल्ला खानु भएको रहेछ, सबै चोटहरू उहाँले सहनु भएको रहेछ। कति प्रेमिलो परमेश्वर हुनुहुँदो रहेछ। अघि मैले भन्दै थिएँ, उहाँ चाहिँ गरिब पनि हुनुभयो। जन्मिँदै गर्दाखेरि उहाँ चाहिँ परमेश्वरको पुत्र, उहाँ जन्मिने कुनै ठाउँ थिएन। उहाँ चाहिँ गाईको गोठमा जन्मिनु भयो। गोठको पनि अझै त्यो चाहिँ डुँडमा जन्मिनु भयो। कति गरिब भएर जन्मिनु, किन त्यसरी जन्मिनु भएको रहेछ? एउटा खण्ड हामी हेरौँ। दोस्रो कोरिन्थी 8 अध्यायको 9 पदलाई हामी हेरौँ। दोस्रो कोरिन्थी 8 अध्यायको 9 पदलाई हामी हेर्नेछौँ। किन उहाँ चाहिँ गरिब भएर जन्मिनु भएको रहेछ? किन उहाँ डुँडमा जन्मिनु भएको रहेछ? किन उहाँ चाहिँ गाईको गोठमा जन्मिनु भएको रहेछ? दोस्रो कोरिन्थी 8 अध्यायको 9 पदलाई हामी हेर्नेछौँ। उहाँ धनी हुनुहुन्थ्यो, प्रभु धनी हुनुहुन्थ्यो, येशू धनी हुनुहुन्थ्यो। सबै सृष्टि उहाँले नै गर्नुभएको, उहाँले जे भन्यो त्यही हुन्थ्यो। तैपनि उहाँ दुःख कष्ट भोग्न चाहिँ यस पृथ्वीमा आउनुभयो। दोस्रो कोरिन्थी 8 अध्यायको 9 पद
यहाँ यस्तो लेखिएको छ, किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ। उहाँ धनी हुनुहुन्थ्यो। उहाँ कस्तो हुनुहुन्थ्यो अरे? उहाँ धनी हुनुहुन्थ्यो। उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरिब हुनुभयो। कसको खातिर अरे? हाम्रो खातिर। फेरि तिमीहरूको खातिर भन्नु होला। हाम्रो खातिर, मेरो खातिर उहाँ चाहिँ गरिब हुनुभयो। मैले फेरि पाठ गरेँ, तिमीहरूलाई थाहा छ उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरिब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी हुन सक। हालेलुया, हालेलुया। प्रभुले हामीलाई गरिब भएर चाहिँ जिएको, गरिबमा राखेको उहाँ चाहनुहुन्न। हामी गरिबीमा जिएको उहाँ चाहनुहुन्न। उहाँले त हामीलाई धनी पनि बनाउन चाहनुहुँदो रहेछ। हालेलुया। हामीलाई धनी पनि बनाउन चाहनुहुँदो रहेछ प्रियहरू, है, ताकि उहाँ गरिब भएर त्यस्तो ठाउँमा जन्मेर हामी चाहिँ धनी बन्न सकौँ। हामीले यो घोषणा गर्नुपर्छ यो वचनलाई। हालेलुया। हामीलाई धन चाहिन्छ, सबैलाई चाहिन्छ। कोही पनि ऋणी नहोस्, सबै धनी होस्। हामी यो वर्ष प्रार्थना गरिरहेका छौँ, तपाईँहरूको कति चाहिँ तिर्नुपर्ने कुराहरू छन्, ऋण छन्, प्रार्थना गर्नुहोस्, येशूको यो वचनलाई दाबी गर्नुहोस् अनि त्यही अनुसार जिउनुहोस्। फेरि तपाईँको ऋण यो वर्ष तिरिनेछ। हालेलुया। उहाँले तपाईँलाई, हामीलाई उहाँले पुच्छर होइन, उहाँले चाहिँ शिर तुल्याउनु हुनेछ। उहाँले तपाईँ र मलाई चाहिँ फेदमा होइन, तर उहाँले टुप्पामा पुर्याउनु हुनेछ। हालेलुया, हालेलुया। प्रियहरू, आजको वचन चाहिँ कसरी हामी चाहिँ समृद्ध बन्न सक्छौँ, कसरी हामी धनी बन्न सक्छौँ। प्रभु भन्नुहुन्छ, मैले धनी तुल्याउनलाई म गरिब भएँ, मैले तिमीहरूलाई निको बनाउनलाई मैले कोर्राको चोटहरू खाएँ, मैले तिमीहरूलाई धनी तुल्याउनको निम्ति म चाहिँ गरिब भएँ भनेर भन्नुहुन्छ। प्रियहरू, यसको निम्ति आज हामीलाई प्रभु बोल्न चाहनु भएको छ। हामी सबैलाई उन्नति प्रगति चाहिन्छ। हालेलुया। त्यहाँनिर सूत्र मैले बताएको थिएँ, भनेको थिएँ अस्ति, है। आज म त्यो सूत्र बताउन गइरहेको छु। धर्मशास्त्र बाइबलबाट हामीले केही कुराहरू सिक्नेछौँ आज, ताकि प्रियहरू हामी आशिषित हुन सकौँ, हामी धनी हुन सकौँ, हामी ऋण लिने होइन ऋण दिने व्यक्ति बन्न सकौँ, अरूलाई सहायता गर्ने व्यक्ति बन्न सकौँ। प्रभुले हामीलाई चाहनुभएको यो हो। प्रभु भन्नुहुन्छ, तिमीहरू ऋण लिने होइन, तिमीहरू चाहिँ अरूलाई दिने व्यक्ति बन्नेछौ भनेर भन्नुहुन्छ, है। त्यसको निम्ति उहाँले हामीलाई चाहिँ सूत्र भन्नुहुन्छ, उहाँले हामीलाई चाहिँ बाटो भन्नुहुन्छ, यसो गर भनेर सिकाउनुहुन्छ। हामीलाई थाहा छ, थाहा भएको कुराहरू पनि हामी गर्दैनौँ, अनि त्यस कारणले हामी चाहिँ हाम्रो जीवनमा उन्नति प्रगति हुँदैन। आज चाहिँ कसरी हामी चाहिँ आशिषित हुन सक्छौँ, हाम्रो घर परिवार आर्थिक रूपमा कसरी अगाडि बढ्न सक्छ भन्ने वचनहरू हामीले आज सुन्नेछौँ। तपाईँहरू मसँगै पल्टाउन सक्नुहुन्छ। एउटा खण्ड मात्रै हामी हेर्नेछौँ यो समयमा। त्यो वचन खण्ड चाहिँ मलाकीको किताबबाट हामी हेर्छौँ, मलाकीको पुस्तकबाट हामी हेर्छौँ। मलाकी 3 अध्यायको 10 पदलाई हामी हेर्छौँ आज। यहाँ चाहिँ प्रभुले हामीलाई आशिष दिनको निम्ति डाक्दै हुनुहुन्छ। अघि हामीले हेर्दै थियौँ, बोझले दबिएकाहरू थाकेकाहरू म कहाँ आओ भनेर भन्नुहुन्छ। हामी घरमै बसेर विश्राम गर्न चाहन्छौँ, प्रभु कहाँ आउँदैनौँ, अनि हामीलाई चाहिँ विश्राम हुँदैन, शान्ति हुँदैन। प्रभुले भन्नुहुन्छ, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। आज यतिको मानिसहरू हामी परमेश्वरका छोराछोरीहरू भेला भएका छौँ। उहाँले डाक्नु भएको कुरालाई स्वीकार गरेर हामी चाहिँ उहाँको आज्ञालाई पालन गरेर हामी चाहिँ भेला भएका छौँ। हालेलुया। प्रभुले हामीलाई विश्राम दिनुहुन्छ, हामीलाई चाहिँ आशिष दिनुहुन्छ, है, आशिष दिनुहुन्छ। धेरै गर्मी भयो कि गर्मी भएको छ भने चिसो पनि हुन्छ, झ्याल खोल्दा नि हुन्छ, यसैले चिसो पनि पार्छ।
हामीले मलाकीको किताबबाट हेर्दैछौँ 3 अध्यायको 10 पदलाई हामी हेर्नेछौँ। मलाकी 3 अध्यायको 10 पद। ल यहाँ यस्तो लेखिएको छ, सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचेर हेर, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। हालेलुया। म तिमीहरूलाई आशिष दिन्छु कि दिन्न, मलाई जाँचेर हेर। जाँचेर हेर्नु भएको छ है? जतिले दिइरहनु भएको छ, जाँच्नु भएको, जतिले दिनुभएको छ, प्रभुले दिनुभएको आशिषको पनि तपाईँहरूले महसुस गर्नुभएको छ होला है? यहाँनिर आज हामी नयाँ छौँ, कति नयाँ छौँ, भर्खरै बप्तिस्मा गरेका छौँ, भर्खरै विश्वासमा डोरिँदैछौँ है? हामी कति पुरानो छौँ, नयाँ पुरानो सबैको निम्ति प्रभुले आशिष दिन चाहनु भएको छ। अनि त्यसको निम्ति उहाँले भन्नुहुन्छ, मलाई जाँचेर हेर। अनि यहाँनिर चाहिँ दशांशको कुरा गरिएको छ, भेटीको कुरा गरिएको छ। दशांश भनेको कतिलाई थाहा छैन भने, दशांश भनेको हामीले जति कमाउँछौँ, जति कमाएकोबाट 10 भागको 1 भाग, जति कमाउँछौँ त्यसको 10 भागको 1 भागलाई दशांश भनिन्छ है? प्रभुले के भन्नुहुन्छ भन्दाखेरि, त्यो दशांश मेरो ढुकुटीमा ल्याओ। परमेश्वरको छोराछोरी, मेरा छोराछोरी हो, त्यो 1 भाग चाहिँ 100 रुपियाँको 10 रुपियाँ भनेको, 1000 को 100 रुपियाँ भनेको, 10,000 को 1000 रुपियाँ भनेको। उहाँले के भन्नुभयो यहाँनिर? दशांश, सम्पूर्ण दशांश भेटी, दशांश मेरो ढुकुटीमा ल्याओ अनि मलाई जाँचेर हेर, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, मलाई जाँचेर हेर। म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिन। जाँचेर हेर। हालेलुया, हालेलुया। असल कुराको निम्ति प्रभु भन्नुहुन्छ, मलाई जाँचेर हेर। तिमीहरूको आशिषको निम्ति मलाई जाँचेर हेर भनेर भन्नुहुन्छ। हामी यति छौँ, कतिले हामीले दशांश, प्रायले हामीले दशांश दिइरहेका छौँ होला। कसले दिइरहेको छ, कसले दिएको छैन, तपाईँ जान्नुहुन्छ, तपाईँलाई थाहा छ है? तपाईँलाई थाहा छ। अनि अर्को कुरा कसलाई पनि थाहा छ भन्दाखेरि परमेश्वरलाई पनि थाहा छ। आशिष दिनुहुने परमेश्वरलाई पनि थाहा छ, यसले मेरो ढुकुटीमा ल्यायो कि ल्याएन, यसले आशिष पाउन चाहेको छ कि छैन। यदि आशिष पाउन चाहेको छ भने प्रभु भन्नुहुन्छ, सम्पूर्ण दशांश मेरो ढुकुटीमा ल्याओ भनेर भन्नुहुन्छ। प्रियहरू, जब चाहिँ हामीले चाहिँ त्यो दशांश भेटीहरू परमेश्वरको ढुकुटीमा ल्याउँछौँ नि, त्यहाँनिर हामीलाई अभाव हुँदैन। हामीलाई लाग्न सक्छ, मैले यति चाहिँ त्यहाँ चढाउँदाखेरि मेरो यो काम चाहिँ, यो कामको निम्ति मैले गर्नुपर्ने त्यहाँ चाहिँ पुरा हुँदैन, यता अपुग होला, उता अपुग होला भनेर हामी चाहिँ विचार गरिरहेको हुन्छौँ। तर प्रियहरू, दशांश नचढाएको कारणले झन् अपुग भइरहेको हुन्छ, पुगिरहेको हुँदैन है। तर जब हामीले दशांश ल्याउँछौँ नि, जाँच्ने कुरा यहीँनिर छ क्या, जाँच्ने कुरा यहीँनिर छ। दशांश ल्याउँदै गर्दाखेरि अनि अरू टारिने कुराहरू, अरू आवश्यकताका कुराहरू चढाइसकेपछि अनि त्यसपछि त्यहाँनिर पुरा हुँदै जान्छन्, सबै हुँदै जान्छन्। हालेलुया, हालेलुया। दशांश चढाउँदै गर्दाखेरि हामी कहिले पनि रितिँदैनौँ, हामी कहिले पनि घट्दैनौँ, तर परमेश्वरले अझै धेरै हामीलाई आशिष दिनुहुन्छ। हालेलुया। एउटा घटना मैले धेरै पटक तपाईँहरूलाई भनेको कुरा,
यसो हेर्दै थिएँ मैले, पोहोर पनि वैशाख महिनामा मैले चाहिँ त्यो कुरा गरेको रहेछु। 1 वर्ष भएछ है। विलियम कोलगेट भन्ने नाम सुन्नु भएको छ होला है। नाम सुन्नु भएको छैन भने कोलगेट भन्ने चाहिँ तपाईँले त्यो टुथपेस्ट क्या प्रयोग गर्नुहुन्छ होला, थाहा छ। त्यो विलियम कोलगेटले खोलेको कम्पनीको नाम चाहिँ कोलगेट कम्पनी हो क्या है। त्यहाँ टुथपेस्ट बन्ने काम गर्छ। सुरुको दिनहरूमा त्यो विलियम कोलगेट भन्ने चाहिँ प्रभुको छोरा हो, प्रभुलाई विश्वास गरेको मान्छे हो। सुरुको दिनमा उसले चाहिँ प्रभुलाई विश्वास गरिसकेपछि उसले चाहिँ कम्पनी खोलेको थियो। त्यो कम्पनी टाँट पल्टिँदै गयो। अझै पनि लगानी गर्दैछ, उसले चाहिँ लगानी गर्दै जाँदाखेरि अझै टाँट पल्टिँदैछ, चल्दैन, एकदमै डामाडोल छ, आर्थिक अवस्था चाहिँ नाजुक हुँदै गएको छ है। कम्पनी चाहिँ झन खस्किँदैछ। अनि त्यसपछि के हुन्छ भन्दाखेरि त्यहाँनिर एकजना पास्टरसँग उनको चाहिँ कुराकानी हुन्छ यात्रामा हुँदै गर्दाखेरि। अनि त्यसपछि त्यो पास्टरले भन्नुहुन्छ, तिमीले के दशांश हाल्छौ चर्चमा भनेर चाहिँ भनिसकेपछि अनि त्यसपछि उसलाई चाहिँ दशांश हाल्ने बानी थिएन रहेछ, दशांश नहाल्ने है। तर ऊ धनी मान्छे, आफ्नै किसिमले आफ्नो धन सम्पत्तिहरू लगाएर कम्पनी खोलेको मान्छे। कम्पनी टाँट पल्टिँदैछ, लोन लिएर उसले चाहिँ लगानी गर्दैछ, टाँट पल्टिँदैछ। गर्दै जाँदाखेरि परमेश्वरको जनसँग भेट हुन्छ। अनि उनले भन्छन्, तिमीले दशांश हाल्नुपर्छ, दशांश हाल्यो भने प्रभुले आशिष दिनुहुन्छ, तिम्रो कम्पनी फेरि चाहिँ फस्टाउँदै जानेछ भनेर चाहिँ उहाँले सिकाउनु भयो, भन्नुभयो। अनि त्यो दिनदेखि उसले दशांश हाल्न थाल्यो, प्रार्थना गर्दैछ, दशांश हाल्दैछ। अनि त्यसपछि कम्पनीमा चाहिँ उन्नति प्रगति हुँदै गयो। हेर्नुहोस् है, अझै उन्नति प्रगति हुँदै गयो। उसलाई चाहिँ लाग्यो, हो यसरी गरेपछि त उन्नति प्रगति हुँदो रहेछ, अब मैले 20 अंश हाल्छु। अनि अझै उन्नति प्रगति 30 गुणा हाल्दैछ, उसले 30 भाग हाल्दैछ, 100 को 30 भाग हाल्दैछ। अझै आशिषित हुँदैछ। अनि गर्दा गर्दा उसले चाहिँ 90% सम्म चाहिँ परमेश्वरको ढुकुटीमा उसले आफ्नो कमाइबाट ल्याउने गर्थ्यो। अनि के भयो भन्नुहुन्छ भने, टाँट पल्टेको कम्पनी कोलगेट कम्पनी अहिले नेपालमा पनि छ। टाँट पल्टेको कम्पनी कोलगेट कम्पनी अहिले 80 वटा देशमा छ। हालेलुया, 80 वटा देशमा छ। मैले यसो सर्च गर्दै थिएँ, कहाँ कुन देशमा पाउँदो रहेछ त भनेर। 80 देशमा त उसको कम्पनी छ। उसको प्रोडक्ट चाहिँ 200 वटा देशमा चाहिँ सप्लाई हुँदो रहेछ। हालेलुया, हेर्नुहोस् त कति धेरै आशिष चाहिँ। यसरी प्रभुले भन्नुहुन्छ, मलाई जाँचेर हेर। हामीले दशांश भेटिहाल्नमा कन्जुस्याइ गर्नु हुँदैन। हालेलुया, जसले हालिरहनु भएको छ राम्रो कुरा, त्यसमा आशिष छ। एक दिन प्रभुले ठुलो आशिष दिनुहुन्छ त्यसमा। प्रियहरू, आज प्रभुले हामीलाई भन्नुभएको कुरा चाहिँ दशांश, सम्पूर्ण दशांश ढुकुटीमा ल्याऊ, मलाई जाँचेर हेर, अनि म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुने सम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। हालेलुया। हामीले प्रभुलाई दिनुपर्ने उहाँको अंश दिनुपर्छ है, उहाँको अंश दिनुपर्छ है। आदम र हव्वाको कुरा गर्न चाहे। आदम र हव्वा थाहा छ नि है, सुरुको मान्छे, हाम्रो पुर्खा, हाम्रो जिजु बाजे, के अझै सबभन्दा सुरुको पुर्खा है, आदम र हव्वा। आदम र हव्वालाई कति रमाइलो थियो त्यो बगैँचामा, अदनको बगैँचामा। दुःख थियो? थिएन, सुख थियो, काम गर्नु पर्दैन थियो। परमेश्वरले के राखिदिनु भएको थियो? अदनको बगैँचामा राखिदिनु भएको थियो। त्यो बगैँचामा थरी थरीका फलफुलको रुखहरू थियो। त्यो फलफुलको रुखबाट उसले जे इच्छा लाग्यो त्यही खाएर पेट भर्ने काम गर्थ्यो। दुःख थिएन, समस्या थिएन है, दुःखै थिएन। कति पनि प्रियहरू, कति पनि
अभाव थिएन, कति पनि समस्या थिएन। मजाले खाएर पेट भर्थे अनि आरामले सुत्थे उनीहरू है। जहाँ गयो बोक्लायो, जे इच्छा लाग्यो, जे फल खान मन लाग्यो त्यही उनीहरूले खान पाउँथे। परमेश्वरले त्यसरी राख्नु भएको थियो। तर परमेश्वरले भन्नुभएको थियो एउटा रुखको फल चाहिँ नखानु। परमेश्वरले के भन्नुभएको थियो? एउटा रुखको फल चाहिँ नखानु, त्यो चाहिँ नखानु है, अरू सबै खानु है, एउटा रुखको फल नखानु है। तर आदम र हव्वालाई के मन लाग्यो भन्दाखेरि यो रुखको फल पनि खाइदिने हो। झुक्क्याइयो उनीहरूलाई अनि उनीहरूले खाए है। खान खोजेको त थिएनन् तर झुक्क्याइयो, उनीहरूले खाइदिए त्यो रुखको फल। अनि त्यो रुखको फल खाएपछि उनीहरूको जीवनमा के आयो? दुःख आयो। अनि उनीहरू त्यो बगैँचाबाट निकालिनु पर्यो। उनीहरूलाई पेट भर्नलाई उनीहरूलाई गाह्रो भयो अनि काम गर्नुपर्ने भयो। जति गर्दा पनि अशान्ति, जति गर्दा पनि नपुग्ने भयो। अनि किन भन्दाखेरि परमेश्वरले के भन्नुभएको थियो? यो रुखको फल चाहिँ नखानु है, अरू रुखको फल, सबै रुखको फल खानु है, यो रुखको फल चाहिँ नखानु है भन्दै गरेको त्यो रुखको फल उनीहरूले खाएको कारणले उनीहरूको जीवनमा के आयो? दुःख आयो, समस्या आयो। अब यहाँ अहिले हामीले हेर्दैछौँ प्रभुले के भन्नुहुन्छ? दशांश मेरो ढुकुटीमा ल्याओ है, दशांश नखाओ है भनेको क्या हो? दशांश मेरो हो, त्यो नखाओ है। अरू 90 अंश त छ नि, त्यो तिमीहरूको हो क्या, तिमीहरूले खाओ है त भन्नुभएको छ त। म आशीष दिन्छु पनि भन्नुभएको छ। आदम र हव्वाले के गरे अरे? त्यत्रो रुखको फल छोड्यो, त्यो एउटा रुखको फल खानु पर्ने, अरूले भकाउँदा पनि नखानु भए हुन्थ्यो त है। जुन दिन उनीहरूले त्यो रुखको फल खाए उनीहरूको जीवनमा कहिल्यै पुग्ने भएन नि, दुःख आयो। यो भेटीको कुरा पनि त्यही नै हो प्रियहरू, यो भेटीको कुरा पनि त्यही नै हो। जब हामीले चाहिँ प्रभुले नखा भनेको कुरा है, के नखा अरे? यहाँ चाहिँ दशांश नखा है भनेको। अनि दशांश खाएपछि अनि 90 अंशले पुग्दैन प्रियहरू। आदम र हव्वालाई त्यत्रो फलको रुखहरू थियो, त्यो रुखको फलहरू खाएर उनीहरू तृप्त हुन्थे, उनीहरू बहकिए। अनि अर्को एउटा रुखको फल चाहिँ खानुपर्ने, त्यो खाएको कारणले उनीहरूको जीवनमा दुःख आएको थियो, उनीहरूको जीवनमा पुगेको थिएन। हामीलाई पनि प्रभुले जति कमाइदिनुहुन्छ नि त्यो एउटा बगैँचा जस्तो हो है। 90 अंश भनेको चाहिँ हामीले चाहिँ चलाउने अंश भनेको तिमीहरूले यो रुखको फल खाओ है भनेको त्यो रुपियाँ जस्तो हो, आम्दानी जस्तो हो। तर दशांश नखाओ है भनेको चाहिँ त्यो अदनको बगैँचामा भएको एउटा रुख थियो, त्यो रुखको फल नखाओ है भने जस्तो हो। आदम र हव्वाले त्यो रुखको फल खाए अनि दुःख आयो। हामीले पनि कति हाम्रो जीवनमा चाहिँ दशांश खाइरहेको छौँ भने आदम र हव्वाले जे गरे अदनको बगैँचामा त्यस्तै गर्दैछौँ प्रियहरू। हामीले दशांश प्रभुलाई दिनुपर्छ। हालेलुया, हालेलुया। प्रभुलाई हामीले दशांश दिनुपर्छ। अनि अर्को कुरा चाहिँ अघि मैले चाहिँ विलियम कोलगेटको कुरा गरेँ। हाम्रो बिचमा पनि कति तपाईँहरू हुनुहुन्छ दशांश दिएर तपाईँहरू आशिषित हुनुभएको, तपाईँहरू आशिषित हुनुभएको गवाही छ। धेरैले निरन्तर दशांश दिनुहुन्छ। किन दिनुहुन्छ तपाईँले दशांश? कतिले चाहिँ दशांशभन्दा अझै बढ्दा दिनुहुन्छ, कतिले यहाँ हुनुहुन्छ। किन दिनुहुन्छ? मण्डलीले केही खाँचो छ, यस्तो छ भनेर चाहिँ महसुस गर्ने बित्तिकै तपाईँहरू कतिले मण्डलीमा चाहिँ त्यो पुरा गर्नुहुन्छ नबनिकन। ल म यो गर्छु है, म यसो गरिदिन्छु है मण्डलीलाई गर्नु, त्यसरी गर्नुहुन्छ। किन गर्नुहुन्छ? अवश्य जसले गरिरहेको छ त्यसलाई थाहा छ मैले यसो गरेँ भने मलाई प्रभुले आशिष दिनुहुन्छ। हालेलुया। उहाँहरूलाई थाहा भएको कारणले उहाँले त्यसो गर्नुहुन्छ प्रियहरू। यहाँ चाहिँ अघि हामीले हेरे जस्तो उहाँले भन्नुहुन्छ मलाई जाँचेर हेर है। उहाँले भन्नुहुन्छ मैले तिमीहरूलाई स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्म आशिष तिमीहरूलाई वर्षाउँछु वा वर्षाउँदिन भनेको कुरा उहाँले प्रभुले आशिष वर्षाउनु भएको कुराहरू उहाँले महसुस गर्नुभएको कारणले हो। कति यहाँ हुनुहुन्छ तपाईँहरूले त्यसै गरिरहनु भएको छ।
तर कति यहाँ हुनुहुन्छ तपाईँहरूले, कति त्यो अदनको बगैँचामा एउटा रुखको फल नखानु भने जस्तो दशांश खाइरहनु भएको छ। आदम र हब्बाले त्यो खाएपछि, त्यो रुखको फल खाएपछि उनीहरूले दुःख आयो। कहिल्यै पुगेन प्रियहरू है। आज प्रभुले हामीलाई भन्न चाहनुभएको यही हो कि तिमीहरूले दिनुपर्ने, परमेश्वरको ढुकुटीमा ल्याउने कुराहरू तिमीहरूले ल्याऊ भनेर चाहिँ प्रभु भन्नुहुन्छ। हालेलुया, हालेलुया। एउटा आशिषको गवाई हामी सुन्नेछौँ यो समय। अघि त मैले धेरै कहाँको मान्छे विलियम कोलगेटको कुरा गरेँ, कसरी आशिषित भएको रहेछ भन्ने कुरा गरेँ। अब आज एउटा गवाई चाहिँ यही मण्डलीबाट हामी सुन्नेछौँ। त्यो आशिषको गवाई कसरी, उहाँको जीवन पहिला कस्तो थियो है, अनि उहाँको जीवनमा प्रभुलाई कसरी, उहाँले चाहिँ कसरी प्रभुप्रति समर्पित हुनुभयो, अनि कसरी प्रभुले आशिष दिनुभयो, अहिले उहाँको अवस्था के छ, आशिषको गवाई हामी सुन्नेछौँ। कसरी उहाँ आशिषित हुनुभयो है भनेर एउटा गवाई सुन्नेछौँ। हाम्रो बिचमा हाम्रो भाइ नरमणि हुनुहुन्छ। म केही समय, केही मिनट उहाँलाई आफ्नो गवाई राखेर हामी सबैलाई आशिषित तुल्याउन म यो समय उहाँलाई म दिन चाहन्छु। उहाँ अगाडि आएर आफ्नो गवाई पाउनु हुनेछ। हामी जोडेर ताली बजाएर उहाँलाई समय दिनेछौँ। यता भाइ यहीँ बोल्दा पनि हुन्छ। सम्पूर्णलाई क्रिस्टको नाममा जय मसीह। आज चाहिँ मैले तपाईँहरूको बिचमा चाहिँ मैले जुन आशिषको गवाईहरू बाँड्न चाहिँ म गइरहेको छु। अनि मेरो जीवनबाट चाहिँ यो चाहिँ साँच्चीकै नै आशिष मैले पाएको छु। अनि म पहिला कस्तो थिएँ अनि अहिले म कुन अवस्थामा छु, परमेश्वरले आज मलाई कुन अवस्थामा पुर्याउनु भएको छ र किन पुर्याउनु भयो र अनि म तपाईँहरूलाई भन्दैछु। अनि म चाहिँ तपाईँहरूलाई एक नम्बरमा, हामी संसारमा परमेश्वरमा हामी चाहिँ हुँदाहुँदै हामी संसारमा पनि हामी कसरी हाम्रो जीवनलाई चाहिँ उन्नति प्रगतिमा लाने त, कसरी हामी धनी हुने त, त्यो फर्मुला चाहिँ तपाईँहरूको बिचमा म बताउन गइरहेको छु। तपाईँहरू को धनी हुन चाहनुहुन्छ, को आशिषमय भएर आशिष भएर जिउन चाहनुहुन्छ, हात उठाउनु सबैले। हुन्छ, हामी सबै जिउन, धनी भएर जिउन चाहन्छौँ। को चाहिँ आज गरिब भएर हामी जिउन चाहने कोही छैनौँ। आज हाम्रो खल्तीमा चाहिँ, हाम्रो ब्याङ्कमा चाहिँ ब्याङ्क ब्यालेन्सहरू टन्न भएर परमेश्वर बुवा तपाईँलाई धन्यवाद भन्नु र मजा र हाम्रो खल्तीमा 1 रुपियाँ नभएको बेला धन्यवाद भन्नु चाहिँ हामीसँग फरक हुन्छ के। जब हामीसँग चाहिँ जब खल्तीमा टन्नै हुन्छ, परमेश्वरलाई धन्यवाद भन्न चाहिँ यति मजा आउँछ। जब हामीसँग चाहिँ 1 रुपियाँ खल्तीमा हुँदैन, मान्छेसँगहरू माग्दै हामी जान्छौँ, हामी आफन्तसँग माग्छौँ, त्यतिखेर कसैले पत्याउँदैन, त्यतिखेर चाहिँ यस्तो दुःख हुन्छ, यस्तो गाह्रो हुन्छ। तर जब हामीले चाहिँ परमेश्वरलाई चाहिँ दिएर चाहिँ हामी, परमेश्वरले चाहिँ हामीलाई धनी बनाउनुहुन्छ अनि हाम्रो दुःख कसैलाई सुनाउनु पर्दैन रहेछ। आमेन। हुन्छ, परमेश्वरलाई महिमा भएको छ। आज म तपाईँहरूलाई धनी हुनुको कारण चाहिँ म तपाईँहरूलाई सिकाउँछु। मेरो जीवनमा जो जति मैले भोग्दै आएँ, अनि मैले यो खास गरी यो माइक अघि समाउनुको मेरो मुख्य कारण चाहिँ यो हातले समाएर तपाईँहरूलाई देखाउनु थियो। यो हातले समाएर देखाउनु तपाईँहरूलाई थियो। यो हात चाहिँ किनभने महँगो छ। यो हात चाहिँ 8 लाख छ, 8 लाख छ यो हातमा। यति मात्र होइन, मैले आज मेरो हातबाट तपाईँहरूलाई आशिष देखाउँदैछु। यो त अहिले तपाईँहरू प्रत्यक्ष आफ्नो आँखाले देखिराख्नु भएको हो। यति मात्र होइन, मसँग सुन मात्र अहिले हो भने 11-12 लाखको सुन मात्रै छ। आमेन। तर मसँग अहिले हाम्रो टोटल मेरो सम्पत्ति चाहिँ हिसाब गर्ने भने म अहिले 80 देखि 85 लाखको बिचमा छु। यो समय चाहिँ धेरैको समय होइन, जम्मा 8 वर्षभित्रको उन्नति प्रगति हो यो। आमेन भन्नुहोस् न। किनकि आज म धेरै धनी हुन चाहन्छु कि आमिन भनेको त सधैँ यस्तै होस् भनेको नि होइन। हुन्छ, परमेश्वरलाई म भएको आज हामी एउटा कसैको भन्ने कुरा हो। यो चाहिँ मैले गोकुलमा सोच गर्दाखेरि चाहिँ कसैको नाम दिएको थिएन। हामी गरिब भएर जन्मनु चाहिँ हाम्रो गल्ती होइन, तर जब हामी गरिब भएर मर्छौँ त्यो चाहिँ हाम्रो गल्ती हो। त्यो चाहिँ मैले कसले भनेको हो भनेर गुगलमा सर्च गर्दै देखाएको थिएन। यो मान्छेले व्यक्तिले भनेको त्यो चाहिँ देखाएको थिएन, तर मैले चाहिँ त्यो हेरेको थिएँ। अनि हामी चाहिँ त्यो धनी भएर चाहिँ परमेश्वरलाई महिमा दिनु। कुनै हामी गरिब धनी हुन चाहिँ कुनै हाम्रो पाप होइन। जब परमेश्वरलाई चाहिँ महिमा गर्दा हामी धनी भयो भने, आज हामी हेर्दछौँ परमेश्वरको चेलाहरू सबै धनाढ्य थिए। कोही थियो त भिखारी थिएन नि।
पहिला त जस्तो अवस्थामा थियो, भिखारी थियो, गोठालो थियो, जब परमेश्वरलाई महिमा दिँदै जाँदा चाहिँ उनीहरू चाहिँ एकदमै धनी भएको थिए, होइन? त्यसै गरी मैले पनि आज म यो मेरो जीवनलाई चाहिँ मैले यतिखेर नै म तपाईँहरूलाई भन्दै जाँदै यो 85 लाख र 80 लाखको बिचमा चाहिँ हरारीमा म छु अहिले भन्दाखेरि चाहिँ तपाईँहरूले सुन्ने चाहिँ आमामा कसरी, तर म कसरी आएँ चाहिँ तपाईँहरूलाई थाहा छैन, यो चाहिँ मलाई मात्रै थाहा छ है। यो चाहिँ यसको लागि चाहिँ म 68 सालमा फर्किनु पर्ने हुन्छ। 68 सालमा तपाईँले फर्किँदै गर्दा चाहिँ फेरि अम्ला गर्नु हाल्दै 12-13 वर्ष भयो भन्नु होला, होइन? तर त्यसमा चाहिँ के थियो र कसरी थियो तपाईँहरूले म भन्दै जानेछु। अनि तपाईँहरूलाई परमेश्वरले अघि दशंशा बारे सुनिसक्यौ। दशंशा हो 1 नम्बरमा हामी परमेश्वरलाई दिएर धनी हुन्छौँ। दोस्रो नम्बरमा अरू पनि म तपाईँले सिकाउने छु। अनि मेरो जीवनको अनुभव अनुसार हजुरहरू यहाँ मभन्दा धेरै अग्रज हुनुहुन्छ, तपाईँहरूलाई मभन्दा धेरै उमेरको हुनुहुन्छ, मभन्दा धेरै बुद्धिमानी हुनुहुन्छ, तैपनि म मेरो जीवन अनुसार तपाईँहरूलाई मेरो जीवनमा छोटो समयमा पाएको आशिषहरू चाहिँ म तपाईँहरूलाई सुनाउने छु है। आज विशेष गरी चाहिँ म 68 सालदेखि म तपाईँहरूको बिचमा चाहिँ म फर्केर जान चाहेँ। जब म चाहिँ तपाईँहरूको बिचमा चाहिँ जब म भन्दछु, जब 68 सालमा चाहिँ म गाउँबाट आएँ, गाउँबाट आउँदाखेरि म 68 सालकोमा विश्वासी त थिइनँ, तैपनि म 68 सालदेखि नै म जोड्न चाहन्छु। म 68 सालमा चाहिँ गाउँबाट आएँ, त्यतिखेर आउँदाखेरि मसँग गाडी भाडा थिएन है, मसँग गाडी भाडा थिएन। जब हाम्रो आमाले चाहिँ ऋणहरू काटिदिएर 8000 ऋण काटेर म गाडी भाडा लिएर आएको थिएँ। अनि गाडी भाडा लिएर आएँ, जब मसँग त्यो भाडा नै थिएन, तैपनि म त्यसपछि आएँ, दिदीहरूकोमा बसेँ, दिदीहरूलाई सहयोग गर्नुभयो मलाई। अनि म केही समयको लागि 1-1.5 वर्ष 2 वर्षको लागि म विदेशतिर गएँ। विदेशमा धेरै दुःख गरियो, त्यो आफ्नो ठाउँमा छ। अनि दिदीहरूले सहयोग गर्नुभयो, त्यसको निम्ति हाम्रो दिदीहरूको निम्ति म आभारी नै छु, त्यसको निम्ति धन्यवाद भन्नु यहीँबाट भन्न चाहन्छु। अनि त्यसपछि म विदेशबाट आएँ। जब विदेशबाट आउँदाखेरि चाहिँ मसँग मैले जम्मा 3 लाख रुपियाँ ल्याएँ। 3 लाख रुपियाँ 2 वर्ष चाहिँ यति दुःख गरेँ 3 वर्ष मैले यति नै दुःख गरेँ। त्यो यहाँ भन्दाखेरि चाहिँ तपाईँहरूको बिचमा यति दुःख गरेँ म त तपाईँहरूले बुझ्नुभयो, होइन? तर कस्तो दुःख गरेँ तपाईँहरूलाई त्यसको बिचमा मलाई मात्र थाहा छ। फेरि पनि म विदेशबाट आएँ, त्यसपछि 3 लाख रुपियाँ जब ल्याएँ, फेरि मैले लगानी हालेँ। परमेश्वरलाई चिनेको थिइनँ, मैले लगानी हालेँ। त्यो लगानी सर्लक्क नै मैले डुबाइदिएँ है। विदेशबाट आएको 2 वर्षको मेहनत पानीमै गयो। अनि जब त्यही गुरुबाहरू हुनुहुन्छ त्यतिखेरको समयमा उहाँलाई थाहा छ। जब मैले त्यो लगानी हालेपछि चाहिँ बिस्तारै चाहिँ मैले चर्चतिर चाहिँ यसो जान चाहिँ थालेको थिएँ। अनि मैले चाहिँ ग्रहण गरेको थिइनँ, बप्तिस्मा लिएको थिइनँ। अनि त्यतिखेर चाहिँ मैले होटल खोलेको थिएँ भन्ने हो भने। अनि हाम्रो गुरुबाहरू अनि अरूले जान्नुहुन्छ, त्यहाँ चाहिँ म लगानी हालेको थिएँ। लगानी चाहिँ मैले रक्सीहरू बेच्ने अनि चुरोटहरू बेच्ने गर्थेँ, तर मैले परमेश्वरमा ग्रहण अनि बप्तिस्मा गरेको थिइनँ। अनि मैले चाहिँ जब त्यतिखेर होटलहरू खोलेँ, होटल चाहिँ सर्लक्क मैले डुबाएँ पैसा। अनि त्यतिखेर हाम्रो गुरुबा अनि हाम्रो मिलन दाईहरूले यति मलाई सहयोग गर्नुभएको छ कि त्यसको निम्ति त म भन्ने शब्द नै छैन। त्यतिखेर चाहिँ म चाहिँ उस्तै परेको भए मैले त्यो होटललाई चाहिँ कवारीमा बेचेर पनि अहिले हिँडिसक्थेँ होला, हाम्रो गुरुबाहरू नहुनु भएको भए। अनि त्यसपछि मैले चाहिँ होटल चाहिँ तल चर्चमा थन्काएर हामी श्रीमान चाहिँ भर्खर बिहा गरेको थियौँ। हामी रुँदै त्यो बल्बको कुना हिँडेको मलाई नै थाहा छ। यो कुनै पुरानो समय नै होइन, योभन्दा 7-8 वर्षको अगाडिको कुरा हो। हाम्रो गुरुबाहरूले सहयोग गर्नुभएको थियो, त्यसको निम्ति त म बोल्ने शब्द नै छैन, यति सहयोग गर्नुभयो। अनि मैले चाहिँ त्यो होटल चलाउँदै म पनि चर्चतिर जान थालेँ। चर्चमा जाँदा चाहिँ चर्चमा गएँ। चर्चमा जाँदा चाहिँ त्यहाँनिर चाहिँ चर्च पनि जाने ग्रहण गरेको थिइनँ, आउने जाने गर्थेँ। तैपनि रक्सी बेचिरहेको थियो। अनि एक दिनको कुरा, त्यो रक्सी चाहिँ हामीले बेच्नु हुँदैन, चुरोट खानु हुँदैन, त्यस्तो अहिले त्यसको बारेमा वचनहरू सुने। अनि त्यो जब मैले चाहिँ त्यो होटल बेच्नलाई प्रयास गरेँ है, होटल बेच्नलाई प्रयास गरेँ, किनभने मैले रक्सी नबेचिकन त्यो होटल चल्दैन। त्यसपछि होटल बेचेँ, बिस्तारै मैले बेचेँ, लगानी डुब्यो। त्यहाँ लगानी चाहिँ डुब्यो भन्दाखेरि त्यो होटल बेच्दाखेरि चाहिँ आफ्नो पहिलाको जति लगानी त उठेन, तैपनि त्यो बिस्तारैमा त्यो भन्दा कमै भयो। अनि मैले चाहिँ त्यसरी नै फेरि पनि म चाहिँ
त्यसरी नै जिउँदै आउँदाखेरि चाहिँ अनि पछि मैले वचनहरू सुने अनि 10 अंशको बारेमा 10 अंशको बारे चाहिँ सुने अनि त्यो वचन अनुसार म पनि जिउँदै गएँ अनि त्यो परमेश्वरलाई 10 अंश छुटाउँदै लगेँ अनि 10 अंश जब छुटाउन थालेँ त्यसपछि चाहिँ मेरो होटल बिक्री हुन थाले बिक्री भएपछि चाहिँ फेरि पनि मसँग जति थियो त्यसको 10 अंश छुटाइरहेको थिएँ अनि अझ 10 अंश छुटाए झन् मलाई आशिष आउँछ 10 अंश छुटाए झन् मलाई आशिष आउँछ अनि मैले चाहिँ त्यसरी नै छुटाउँदै थिएँ अनि एक दिनको कुरा हो मसँग त्यतिखेर चाहिँ आमाहरू गाउँमै हुनुहुन्थ्यो अनि 73 सालमा चाहिँ आमाहरू मैले यतै ल्याएँ किनभने हामी गाउँतिर जानलाई मन थिएन अनि यतैतिर हाम्रो कामहरू थिए अनि मैले चाहिँ आमाहरू बोलाएँ मसँग त्यति धेरै लगानी पैसा थिएन अनि आमाहरू बोलाएँ आमाहरू आउनुभयो अनि आमाहरू चाहिँ उता मैले जग्गा चाहिँ बन्दकी दिएर आएको थिएँ अनि जग्गा बन्दकी दिएर आएँ जब अनि मैले चाहिँ त्यो बन्दकी लिएको पैसाबाट चाहिँ अब अरू कति भन्छ अनि कमाएर यसरी 10 अंश पनि दिएको छु अनि जब मेरो घर जग्गा नै मैले बन्दकी राखेँ अनि ल्याएर परमेश्वरलाई त्यहाँबाट चाहिँ के दिएँ भने मैले त्यहाँबाट चाहिँ हाम्रो चर्चमा चाहिँ एउटा क्याजल पनि थिएन अनि स्पिकर पनि थिएन मादल मात्र बजाएर हामी सङ्गति गर्थ्यौँ झ्याली र मादल मात्रै त्यतिखेर चाहिँ मैले एउटा स्पिकर र क्याजल किनिदिएँ अनि त्यतिखेर नै म भर्खर ग्रहण अनि बत्तिसमा भर्खर गरेको थिएँ किन मैले 72 सालमा चाहिँ मैले ग्रहण गरेको थिएँ अनि त्यो भूकम्प भन्दा पछि अनि जब परमेश्वरलाई चाहिँ मैले चाहिँ त्यो दिएँ जब दिँदाखेरि चाहिँ मैले केही मात्र दिएको थिएँ तर परमेश्वरले त्यसको केही समयमा मलाई यही काठमाडौँमा आफ्नै जग्गा दिनुभयो आमेन त्यो जग्गा काठमाडौँमा कति पर्छ त्यो त प्रायः सबैले नै थाहा छ जब परमेश्वरले हामीले थोरै दिन्छौँ भने चाहिँ परमेश्वर त्यसको वचन हामीले 3 गुणा बढी फिर्ता दिन्छौँ परमेश्वरले चाहिँ मलाई त्यो 3 गुणा मात्र होइन त्योभन्दा 100 गुणा फिर्ता दिनुभयो आमेन त्यसकारण आज म यहाँ तपाईँहरूको बिचमा आशिष बोल्न गइरहेको छु यहाँ त्यति मात्र होइन परमेश्वर जब मैले चाहिँ परमेश्वरलाई दिँदै गएँ त्यति नै उन्नतिमा मलाई लानुभयो अनि एक दिनको कुरा हो यो चाहिँ फेरि तपाईहरुको बीचमा बोल्न चाहन्छु म यो 73 सालको कुरा 74 सालको वैशाखको कुरा गर्दै छु 73 वैशाखको सालमा चाहिँ मसँग चाहिँ भन्ने भने म लडेको थिएँ म लडेर मेरो खुट्टा अनि काटेको थियो नसा काटेको थियो अनि म 3 महिना आफ्नै ओछ्यानमा थला परे अनि मेरो नसा काटेर म 3 महिना त थलै परे अनि 1 वर्ष लगभग राम्रोसँग हिँड्नै भएन त्यतिखेर चाहिँ म काम गर्ने ठाउँको साउले मलाई स्यालेरी दिनु भएन हुन त उहाँले पछि मलाई दिनुभयो त्यतिखेर चाहिँ मलाई जब आवश्यकता थियो त्यतिखेर चाहिँ जब हामी भोक आउँछौँ त्यतिखेर हामीलाई भात दिँदैन तर जब पेट टन्न हुन्छ त्यतिखेर दियो भने त्यसको सायद त्यति मूल्य हुँदैन जब म चाहिँ भोकाएको थिएँ त्यतिखेर चाहिँ साउले तलब दिनु भएन हुन त पछि उहाँले बिचर दिनुभयो त्यो नदिने कुरा हो तर त्यसमा फरक छ के जब खाँचो पर्छ तब हामीले चाहिँ नपाएको बेलामा खाँचो पर्छ त्यतिखेर फरक पर्छ त्यतिखेर चाहिँ म लडेको र मेरो खुट्टा चाहिँ काटेको थियो मसँग 1 पैसा थिएन है मसँग 1 पैसा थिएन 3 महिना भयो नानी सानो मेरो छोरी भर्खर जन्मेको थियो मेरो श्रीमतीले काम गर्ने कुरा आएन आमा त झन् वृद्ध हुनुहुन्छ अनि म काम गर्ने म थिएँ त्यतिखेर चाहिँ मसँग चाहिँ जब मैले चाहिँ आफ्नै टरा बनाउँदाखेरि चाहिँ अनि मैले त्यो ठाउँमा चाहिँ तारहरू टक्रा टुक्री काटेर भेला पारेर राखेको थिएँ 3 महिनामा हामीले जसो तसो भातहरू त खायौँ तर मलाई 3 महिना त्यतिखेर 3 महिनासम्म एकपल्ट मासु खाएन के मलाई चाहिँ यस्तो बिरामी भएको बेलामा यति दुःख लागेर मलाई चाहिँ मासु खान मन लागिरहेको थियो एकदमै मासु खान मन लागिरहेको थियो त्यतिखेर चाहिँ मसँग चाहिँ मासु किन्ने पैसै थिएन के जब मैले चाहिँ अनि त्यो तारको टुक्रा टुक्री बेचेँ अनि जम्मा 250 आयो त्यसले चाहिँ आधी किलो मासु लिएर हामीले 3 महिनापछि खाएका छौँ त्यो कथा मसँग छ तर आज मसँग तपाईहरुको सम्पत्ति मैले यति छ भने तपाईले देखाइसके तर त्यसको पछाडी चाहिँ जीवित परमेश्वरले चाहिँ मैले चाहिँ जब 10 अंश छुटाउँदै गए 10 अंशमा म आए फेरि 10 अंश छुटाउँदै गए 10 अंश जब छुटाए मलाई चाहिँ केही कुराको आजसम्म कमी परमेश्वर दिनु भएको छैन
मसँग आउँदाखेरि तपाईँहरूको बिचमा म सुनाइसकेँ यो भन्दा केही वर्षको अगाडिको म काठमाडौँ आउँदा ऋण कार्यालय आएँ, तर अहिले म भन्ने भने 5 लाखभन्दा माथिको कारखाना आफ्नै छ, बाइक छ, अब मेरो परिवार बस्नलाई जस्तै टरा भए पनि छ, अनि कुनै दिनमा घर पनि परमेश्वर दिइहाल्नुहुन्छ, त्यसमा मलाई कोही टेन्सनै छैन। अनि जब परमेश्वरले चाहिँ दिनुहुन्छ, जब तपाईँले हाम्रो मुठी खोल्छौँ नि, तब परमेश्वरले हामीलाई कहिल्यै रित्तो फर्काउनुहुन्न। अनि परमेश्वरले चाहिँ मलाई पूर्ण रूपमा भर्नु भएको छ। आज मसँग चाहिँ भन्यो भने एक ठाउँ आफ्नै जग्गा छ यहाँ, अनि दोस्रो मान्छे त म खुलाउन चाहन्न, कति मन दुख्ला के होला कसरी त्यो थाहा भएन। दोस्रो पनि मैले पार्टनरमा जग्गा किनेको छु, आमीन। आज आफ्नै कारखाना छ। अनि मैले 10 अंशहरूको फेरि पनि 10 अंशमा म आएँ। 10 अंशहरू छुटाउँदा चाहिँ मैले चाहिँ स्यालेरी आउने बेलामा चाहिँ जब साउले स्यालेरी दिनुहुन्छ, मैले चाहिँ सुरुमा गएर घर परिवारलाई दिनुभन्दा अगाडि नै मैले चाहिँ 10 अंश खुत्रुको छुटाएर राख्थेँ। अनि जब भयो त्यसपछि चाहिँ मैले चलाएँ, चलाउँदा पनि जति पुग्थ्यो चलाएँ। त्यो चलाउँदा सुरुमा त पुग्दैन थिएँ, पछि त जब झन् धेरै 10 अंश झन् मलाई पुग्न थाल्यो, मेरो स्यालेरी बढ्न थाल्यो। अनि त्यसरी नै अनि आजै भोलिको कुरा हो भन्ने भने चाहिँ मैले चाहिँ आजै भोलि मभन्दा कति पछाडि, मभन्दा धेरै अगाडिका कारखानाहरू पनि उठेर हिँडेका छन्, कति उठेर हिँडे, तर म चाहिँ आजसम्म त्यहीँ बसिरहेको छु। किनभने मैले चाहिँ जब चाहिँ काम गर्छु, जब नि लगानी हाल्छु, त्यो ठाउँमा लगानी कति गएको छ पहिला नै मैले क्याल्कुलेसन गरेर ट्याक्क लेखेर हुन्छ कि दिमागमा हुन्छ कसरी म राखेको हुन्छु। अनि जब त्यहाँबाट पैसा आउँछ, चाहे फाइदा होस् चाहे घाटा लागोस्, होइन, घाटा त मलाई लाग्दैन, प्रायः सधैँभरि फाइदा नै हुन्छ। त्यतिखेर चाहिँ मैले चाहिँ पैसा जब साहुहरूले काम गरेको ठाउँबाट सबै पेमेन्ट गर्नुहुन्छ, दिनुहुन्छ, त्यहाँबाट जति आए पनि केटाहरूको तलब छुटाउनु भन्दा पहिला नै मैले चाहिँ जति आउँछ जति फाइदा त्यो सबैको पहिला नै छुटाइदिन्छु। त्यसपछि बढी भएको चाहिँ केटाहरूलाई दिन्छु, अनि आफ्नो भाडा तिर्छु, घरमा लान्छु। त्यसपछि परमेश्वरले आजसम्म मलाई केटाहरूलाई दिने बेला के दिउँ, भाडा दिने बेलामा के दिउँ पार्नु भएको छैन। घरमा पनि चाहिएको बेलामा मलाई आफूले जस्तो चाहियो लाउनु पाछु, खानु पाछु, होइन। अनि परमेश्वरले यसरी नै आशिष दिनुहुन्छ। जब परमेश्वरलाई हामी दिन्छौँ, उहाँले चाहिँ त्यसको गुना गरेर दिनुहुन्छ, हिसाब गरिराख्नुहुन्छ परमेश्वरले चाहिँ आज। अनि मैले भन्दाखेरि यति 85 लाख पर्दाखेरि यहाँ चर्चलाई के दियो, परमेश्वरलाई कति दियो, त्यो धेरै भन्ने हो भने धेरै छ। आज मैले मण्डलीमा कति सहयोग पनि गरेको छु, तर म त्यसको बारेमा भन्दाखेरि धेरै लामो लाग्छ, होइन। परमेश्वरले चाहिँ तपाईँहरूले हामी चाहिँ जब चाहिँ परमेश्वर 10 अंश मात्र होइन, शनिबार पनि आउनुपर्छ। जब मैले चाहिँ 10 अंश छुटाएँ, तब साहुकोमा काममा जाँदा पनि, तपाईँहरू काममा जाने अरूको साहुमा काममा जाँदै हुनुहुन्छ, तर म त्यो बारे तपाईँहरूलाई सिकाउँदैछु। मैले चाहिँ तब 10 अंश छुटाएँ, अनि मैले चाहिँ अहिलेसम्म 3टा साहुको मात्रै कारखाना मात्रै काम गरेको छु। अनि मैले साहुहरूलाई चाहिँ भन्थेँ, जब पहिला त रोक्ने कुरा गरिरहनु भएको थियो। जब 10 अंश छुटाउँदै गएँ, त्यसपछि आज साहुसँग चाहिँ मैले काम गर्ने ठाउँमा चाहिँ आजसम्म कुनै साहुको काम गर्दा चाहिँ कहिल्यै पनि बाबु तिमी शनिबार काम गर चाहिँ कहिल्यै भन्नु भएन। किनभने परमेश्वरले जब मैले प्राथमिकता दिएँ नि त, परमेश्वरलाई जब प्राथमिकता दिँदा चाहिँ कुनै साहुले नै रोक्नु भएन। म शनिबार चाहिँ छुट्टी चाहिन्छ है, म चर्चमा जान्छु भनेपछि ओके, कसैले नि एक शब्दै बोलेन। म एकपल्ट बोलिसकेपछि उनीहरूले कहिले बोल्दैन थिए, अनि कहिले पनि मैले शनिबार चर्चमा आउनु छुटाएन। तर एक दिन चाहिँ कहिले पनि भन्दाखेरि चाहिँ जब मैले ग्रहण गरेको बक्तिस्मा लिएको भर्खर थियो, त्यतिखेरको समयमा चाहिँ हामी भर्खरै टरा बनाएर सरेका थियौँ। त्यतिखेर एक दिनको शनिबार छुटेको थियो, तर त्यो शनिबारको छुट्नुको परिणाम चाहिँ के हुँदो रहेछ तपाईँहरूलाई अहिलेदेखि म भन्दछु। जब मैले एक दिन शनिबार छुटाएर परमेश्वरलाई पछाडि राखेर मलाई पानीको आवश्यकता थियो भन्ने हो भने, जब मैले चाहिँ परमेश्वरलाई पछाडि राखेर इनार खन्नु थालेँ, त्यो इनारले चाहिँ 1 वर्ष पनि टिकेन। किनभने परमेश्वरलाई मैले पछि राखेको थिएँ नि त, होइन। त्यो इनार खन्दै थिएँ, इनार चाहिँ मुसाले माटो भरेर भोरि नै भइहाल्यो, जस्ताको तस्तै 1 वर्षमा। जब मैले परमेश्वरलाई दिएको भए त मलाई त्यहाँ पानी जुट्थ्यो नि त। त्यसपछि मैले परमेश्वरलाई भन्न थालेँ, प्रभु क्षमा गर्नुहोस्,
मैले चाहिँ तपाईँलाई पछाडि राखेर म यो इनार खनेको थिएँ, तर मेरो बुद्धि र ज्ञान बुद्धिले यो केही पनि गरेन, तपाईँको सृष्टिले तपाईँले पठाउनु भयो, पुऱ्याइदिनु भयो, धन्यवाद प्रभु भने अहिले मेरो घरमा पानी वालसेल जति चाहिँ पनि छ। आमेन। परमेश्वरलाई जब हामीले अगाडि राख्छौँ, परमेश्वर चाहिँ हामीलाई दिनु नै हुन्छ। अनि त्यसपछि त्यो दिनदेखि चाहिँ मैले शनिबार कहिल्यै पनि छुट्याएन। परमेश्वरलाई महिमा भएको होस्। अनि मैले चाहिँ त्यस्तो दुःख अवस्थामा पनि परमेश्वरलाई दशअंश छुट्याएँ अनि मेरो जीवनबाट परमेश्वरलाई महिमा दिएँ अनि परमेश्वरले मलाई उच्च 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 पार्दै लानुभएको छ। आज ऋणहरू काट्नु कसैसँग हात फैलाउनु परेको छैन। अनि मलाई जे चाहियो त्यो लिन पाएको छु। मेरो घर परिवार सुस्वास्थ्य अनि आनन्दसँग बाँचेका छौँ भन्दाखेरि हुन्छ। परमेश्वरलाई दशअंश दिँदाखेरि यो भयो। अनि परमेश्वरले फेरि तपाईँहरूले दिँदै खेर्दाखेरि तपाईँले लिनुलाई पनि जान्नुपर्ने हुन्छ। आमेन। तपाईँहरूले लिनलाई पनि जान्नुपर्ने हुन्छ। अनि परमेश्वरले दिनुहुन्छ, त्यो चलाउनलाई ज्ञान बुद्धि पनि परमेश्वरले दिनुहुन्छ। ज्ञान बुद्धिको म कुरा गर्दैछु तपाईँहरूको बिचमा। तपाईँहरूको बिचमा चाहिँ एउटा गाईले दुध दिँदै हुनुहुन्छ, दुध दिँदैछ। तपाईँहरू नभन्नु होला परमेश्वर गाईसँग तुलना गर्नुभयो, तर त्यो मिल्दैन। एउटा गाई तपाईँसँग दुध दिने गाई छ है, यो पनि एउटा फर्मुला हो। तपाईँहरूले त्यो दुधलाई चाहिँ बिहान दुनुभयो, तताएर खाइहाल्नुभयो, बेलुका दुनुभयो, बेलुका तताएर खाइहाल्नुभयो। त्यो जस्ताको तस्तै गाई भएको नभएको फरक मात्र, तपाईँले सिर्फ दुध मात्र खानु पाउनुभयो। तर जब तपाईँले त्यो गाई दुहेर चाहिँ जब तपाईँले बजारमा सप्लाई गर्नुहुन्छ, तपाईँहरूलाई पैसा आउँछ। पैसा आएपछि तपाईँले अर्को गाई किन्न सक्नुहुन्छ। अर्को गाई किनेपछि तपाईँले झन् धेरै पैसा कमाउनुहुन्छ। पैसा कमाउँदै झन् धेरै पैसा कमाउनुहुन्छ। अनि तपाईँहरू चाहिँ सम्पन्न पनि हुनुहुन्छ। अनि त्यस्तै हो, हामीले पनि परमेश्वरले दिनुहुन्छ। तपाईँहरूले आफूलाई चाहिएको भन्दा एउटा सामान चाहिएको छ, तर तपाईँले 5वटा सामान किन्नुहुन्छ भने तपाईँको त्यो आर्थिकहरू माथि जाने होइन। तपाईँले दिँदै त हुनु, परमेश्वर दिँदै त हुनुहुन्छ। तर तपाईँले मसँग केही पनि छैन, अब जोसँग भेट्यो मसँग केही पनि छैन भन्दै हुन्छ, किनभने तपाईँले बचाउनु नै भएको छैन। बचाउनु पर्छ हामीले। त्यो बचाएर फेरि पनि त राखिराख्ने होइन के। पैसा त हाम्रो निम्ति बन्यो होइन, त पैसाको निम्ति हामी बनेको होइन। त्यस कारण पैसा हामीसँग पैसा छ भने त्यो पैसालाई चाहिँ काम लगाउनुपर्छ। जब तपाईँले पैसालाई चाहिँ काम लगाउन सक्नुहुन्छ, त्यो पैसाले पैसा नै कमाउँछ है। पैसाले पैसा नै कमाउँछ। त्यही भएर हामीले मसँग चाहिँ म कहिल्यै पनि क्यास प्रायः राख्दिनँ। धेरै त म राख्दिनँ, थोरै त राख्छु। क्यास त म राख्दिनँ भने हुन्छ। प्रायः चाहिँ म कुनै ठाउँमा कुनै लगानी नै हालिहाल्छु। यो मैले लगाएर देखाउनलाई हिँडेको होइन। अहिले मैले चाहिँ तपाईँहरूको बिचमा चाहिँ यो लगभग 8 लाख किनेँ। 5 वर्षपछि यो 16 लाख हुन्छ हो। 16 लाख हुनलाई चाहिँ परमेश्वरको सहायता चाहिन्छ। तपाईँहरू दशअंश नछुटाइकन यो लगाएर मात्रै हुँदैन, दशअंश छुटाउनुपर्छ। दशअंश छुटाएर मात्रै तपाईँहरू लाउनुहोस्। तपाईँहरूले जहाँ लगानी गरे पनि दशअंश छुटाएर मात्रै लगानी हाल्नुहोस्। तपाईँहरू जब दशअंश छुटाएर लगानी हाल्छ, त्यहाँबाट चाहिँ तपाईँको डबल भएर आउँछ, ग्यारेन्टी आउँछ। आमेन। त्यसरी गर्ने अहिले हामी चाहिँ म चाहिँ त्यसरी नै प्रायः देखावटीमा म हिँड्दिनँ। यो सुन पनि मैले पहिल्यै किनेको थिएँ। आज यहाँ आशिषको गुवाई बाँड्नु परेर मात्रै यहाँ देखाएर लगाउन आएको म है। यो कुनै पनि मैले रहरले किनेको होइन, यो लगानी हो। यो लगानीबाट चाहिँ परमेश्वर दिनुभयो, मैले किनेँ। फेरि परमेश्वरलाई नै यहाँबाट बेच्छु, फेरि फाइदाबाट परमेश्वर तसँग छुटाउँछु। परमेश्वरको त्यहाँबाट महिमा हुन्छ। त्यस्तै गरी मैले पनि अनि म चाहिँ कहिले पनि पैसा राख्दिनँ। त्यही भएर पैसा चाहिँ हामीसँग क्यास राख्नुपर्छ। तपाईँहरूले यस्तो ठाउँमा फेरि लगानी हाल्दै हुँदाखेरि यस्तो ठाउँमा लगानी हाल्नुहोस्। फेरि त्यो लगानी चाहिँ जसरी डबल भएर आउँछ त्यो बाटो हेर्नुहोस् है। मसँग 3 लाख हुँदाखेरि चाहिँ गुरुबाहरूसँग को हुन्छ, हामी चाहिँ जग्गा सेयरमा हालेको थियौँ। तर अहिले मेरो आफ्नै जग्गा भएर पनि अर्को सेयरमा पनि छ। किनभने म पहिले मेरो दशअंश दिएको थिएँ। आमेन। मेरो त्यस्तो अवस्थामा पनि मसँग एउटा मासु खाने आधी केजी मासु किन्ने पैसा नहुँदा पनि परमेश्वरलाई मैले दशअंश दिन छोडेको थिएन। आमेन।
हुन्छ परमेश्वरलाई महिमा भएको होस्। तपाईँहरूले पनि आफ्नो जीवनमा जति कमाइ हुन्छ तपाईँहरूले दशैँ छुटाउने बानी गर्नुहोस्। यहाँसम्म तपाईँहरूले छुटाउनु भएको छैन भने तपाईँहरू शनिबार कति दिन बिराएर चाहिँ तपाईँहरू चर्चमा नआइकन कता कता काममा जाँदै हुन्छ। आजदेखि बन्द गर्नुहोस् है, आजदेखि बन्द गर्नुहोस्। त्यसपछि तपाईँहरूको उन्नति हुन्छ। त्यसो नम्बरमा म भन्न चाहेँ तपाईँहरूको ऋण छ भने कहिले पनि त्यो ऋणलाई नराख्नुहोस्, ऋण तिरिहाल्नुहोस्। जबसम्म हामी ऋणको तल बस्छौँ हामी चाहिँ ऋणको कमारा हुन्छौँ। जबसम्म हामीले ऋण तिर्दैन तबसम्म हामी चाहिँ माथि उठ्न सक्दैनौँ। ऋणले चाहिँ हामीले थिचिरहेको हुन्छ। यिनीहरू चाहिँ मैले संसारको मेरो ज्ञान बुद्धि अनुसार मैले तपाईँहरूलाई सिकाएँ। तर विशेष नम्बर पहिला चाहिँ हामी धनी हुनलाई चाहिँ दशैँ छुटाउनुपर्छ, परमेश्वरलाई नै दिनुपर्छ। त्यसपछि तपाईँहरूले परमेश्वरले दिनुहुन्छ। आमेन। हुन्छ परमेश्वरलाई महिमा भएको होस्। मेरो आशिष गवाई यहीँ राख्दै अरू कुराहरू त म सबै त म बोल्न चाहेन। यतिमा छोटो समयमा म थोरै जति बोलेँ त्यहाँबाट तपाईँहरूले आशिष पाउनुभएको छ भनेर म विश्वास गर्दछु। हुन्छ जय मसीह। अनि यो समय फेरि हाम्रो गुरुपालाई प्रभुलाई महिमा भएको होस्। जोरदार ताली बजाएर हामी प्रभुलाई धन्यवाद गर्छौँ। मलाई थाहा थिएन उहाँले औँलैभरि सुनको औँठी लाउनु भएको छ भने मलाई थाहा थिएन है। प्रभुले यतिसम्म आशिष दिनुभएको रहेछ। अनि त्यो आशिष छ नि उहाँलाई मात्रै होइन प्रियहरू, हामी सबैलाई परमेश्वरले दिन चाहनुहुन्छ। हालेलुया। हामी आशिषित भयौँ। हालेलुया। कि कहिले सकिएला जस्तो भएको छ? छैन, अझै 1 घन्टा हुन्छ आज सङ्गति। खुसी हुनुहुन्छ प्रियहरू? हामीले साँच्चै नै हेर्नुहोस् त कस्तो अवस्था थियो उहाँको। मैले अघि धेरै परको कुरा गर्दै थिएँ, कोलगेटको कुरा गर्दै थिएँ। हाम्रै मण्डलीमा जीवित गवाई छ प्रभुले कसरी आशिष दिनुभएको छ। समय चाहिँ नभएको कारणले उहाँलाई छोटो समय दिएको। अरू पनि गवाईहरू छन् हाम्रो बिचमा, तर आज समय छैन प्रियहरू है। आशिष दिनुभएको छ, जसले छुट्याउनु भएको छ उहाँहरूलाई आशिष दिनुभएको छ। मेरो पनि गवाई छ यसमा। मैले सुरुमा काम गर्दाखेरि मेरो तलब चाहिँ 1400 रुपियाँ थियो। 1400 तलब हुँदाखेरि मैले दशांश त्यो बेलादेखि कहिले मैले चाहिँ प्रभुलाई चाहिँ लुटेको छैन। तपाईँहरूले पनि कतिले चढाइराख्नु भएको छ अनि कसरी प्रभुले आशिष दिइरहनु भएको छ तपाईँहरूलाई थाहा छ। आशिष दिइरहनु भएको छ। हालेलुया। दोस्रो कुरा हेर्नुहोस् है, अर्को खण्ड हामी हेर्छौँ। आजको सङ्गति अलि लामै हुँदैछ। प्रभुले हामीलाई चाहिँ आशिष दिनको निम्ति उहाँले अरू धेरै कुराहरू सिकाउन चाहनु भएको छ। मत्तीको किताब 22 अध्यायको 17 देखि 21 पदसम्म। मलाकी सकिने बित्तिकै मत्ती आउँछ। हेर्नुहोस् है, मलाकीमा पनि हामीले भेटीको कुरा गऱ्यौँ। अब मत्ती नयाँ करारमा हामी आउँदैछौँ। 22 अध्यायमा हामी छिर्दैछौँ। 22 अध्यायमा पनि हामीले चाहिँ त्यहाँनिर भेटीको कुरा गर्छौँ। प्रभुले भेटीको कुरा गर्नुहुन्छ नयाँ करारमा पनि। कतिले भन्छन् यो त पुरानो करारको नियम हो नि, नयाँ करारमा त प्रभुले भन्नु भएको छैन भन्छन् के कतिले है। 22 अध्याय को 17 देखि 21 सम्म मैले पाठ गरेँ। यहाँ 17 देखि यहाँ चाहिँ फरिसीहरूले, धर्मगुरुहरूले, जान्ने मानिसहरूले यहाँ कुरा गर्दैछन्। येशूसित चाहिँ प्रश्न गर्दैछन्। धर्मगुरुहरूले, मै हुँ भन्ने मान्छेहरूले, फरिसीहरूले, पण्डितहरूले क्या कुरा गर्दैछन् येशूसँग। के भन्दैछन् भन्दाखेरि यहाँनिर हामीलाई भन्नुहोस्, येशू हामीलाई भन्नुहोस्, कैसरलाई कर तिर्नु उचित हो कि होइन? कैसर भनेको राजालाई है। राजालाई हामीले चाहिँ परमेश्वरको मानिसहरूले कर तिर्नु उचित हो कि होइन भनेर चाहिँ सोध्दैछन्। अनि येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्नुभयो, ढोङ्गी हो तिमीहरू, मलाई किन जाँदछौ? कर तिर्ने सिक्का मलाई देखाओ। अनि तिनीहरूले उहाँ कहाँ एउटा सिक्का ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो,
यो चित्र कसको हो अनि कसको नाउँ खोपिएको छ भनेर प्रश्न गर्नुभयो येशूले। अनि तिनीहरूले उहाँलाई भने कैसरको राजाको चित्र छ त्यहाँनिर भनेर भने। तब उहाँले तिनीहरूलाई भन्नुभयो, यसकारण जे कैसरका हुन् ती कैसरलाई देऊ। हेर्नुहोस् है, राजाको हो भने राजालाई दियो र जे परमेश्वरका हुन् ती परमेश्वरलाई दियो। हालेलुया। जे परमेश्वरको हो त्यो चाहिँ परमेश्वरलाई दियो भनेर येशूले भन्नुभयो। जे राजाको हो, जे कैसरको हो त्यो कैसरलाई दियो भनेर भन्नुभयो है। वास्तवमा भन्नुपर्दाखेरि ती फरिसीहरूले, ती धर्मगुरुहरूले, ती पण्डितहरूले चाहिँ येशूलाई परमेश्वरलाई पनि दिनुपर्छ र भनेर सोधेकै छैन। परमेश्वरलाई पनि दिने हो र भनेर सोधेकै छैन। मात्रै चाहिँ राजालाई कर तिर्नुपर्छ कि पर्दैन मात्रै सोधेको। अनि येशूले भन्नुहुन्छ, राजाको हो भने राजालाई देऊ, परमेश्वरको हो भने परमेश्वरलाई देऊ। हालेलुया। अलि अगाडिको पुस्तकमा, मत्तीको अगाडिको पुस्तकमा हामीले हेरेको के अरे, यो मेरो हो, दशांश मेरो हो भन्नुहुन्छ क्या परमेश्वरले। हालेलुया। हालेलुया। प्रियहरू, यहाँनिर चाहिँ हामीले देखेको कुरा चाहिँ के भन्दाखेरि येशूले भन्दै हुनुहुन्छ परमेश्वरको हिस्सा परमेश्वरलाई देऊ, यानि कि दशांश, भेटीहरू, परमेश्वरले माग्नु भएको कुराहरू नमार है। अनि राजालाई दिनुपर्ने कुराहरू पनि देऊ भनेर भन्नुहुन्छ यहाँनिर। दशांश त दिएको छ, सपोज दशांश छुट्याएँ। अघि भाइले जोडिसक्नु भएको छ यो कुरा, मैले ल्याउनेवाला थिएँ। राजालाई पनि दिनुपर्छ, राजालाई तिर्नुपर्ने कुराहरू तिर्नुपर्छ भन्नुको मतलब संसारमा हामी हुँदै गर्दाखेरि हामीले कसको के लिएका छौँ, कसको ऋण हामीले लिएका छौँ, कसलाई तिर्नुपर्ने छ, त्यो राजालाई दिए जस्तो हो। परमेश्वरलाई दिनुपर्ने परमेश्वरलाई दिनुपर्छ। परमेश्वरलाई दिएर मात्रै होइन, अब अरूलाई तिर्नुपर्ने छ भने त्यो पनि तिर्नुपर्छ भनेको। कैसरलाई दिनुपर्ने कैसरलाई दियो, परमेश्वरलाई दिनुपर्ने परमेश्वरलाई दियो। हामीले पहिलो कुरा चाहिँ दशांशको 10 भागको 1 भाग चाहिँ माथि परमेश्वरलाई राखिदिने हो। यो प्रभु तपाईँको है भनेर परमेश्वरलाई छुट्याउने हो है। अनि घर खर्चको कुराहरू छ, अघि भाइले भन्दै थियो, भाडाको कुराहरू, खर्चको कुराहरू, हाम्रो खाद्यान्नको कुराहरू, त्यो कति खर्च गर्नुपर्छ त्यो छुट्याउने हो। हामीले नपुग्नुको कारण पहिलो कुरा परमेश्वरलाई नछुट्याएको कारणले हो। कतिले चाहिँ हामीलाई चाहिँ परमेश्वरलाई पनि छुट्याएको छैन, अनि त्यसपछि हामीले आफ्नो खर्चहरू यसमा यति खर्च गर्ने भनेर पनि छुट्याएको छैन है। अनि यहाँनिर चाहिँ प्रियहरू हामीले छुट्याउनु पर्छ। हामीले चाहिँ दशांश प्रभुको छुट्याउनु पर्छ। हामीले तिर्नुपर्ने कतै छ भने हाम्रो कमाइबाट बचत गर्दै, थोरै किन नहोस् बचत गर्दै हामीले चाहिँ त्यसको निम्ति तिर्नलाई छुट्याउनु पर्छ। हालेलुया। लिइसकेपछि तिर्नै नपर्ने होइन, तिर्नुपर्छ एक दिन। धेरै समयपछि तिर्दै गर्दाखेरि अनेक कुराहरू आउन सक्छन्, झन् बोझहरू थपिँदै जान्छन्, बढ्दै जान्छन्। त्यस कारणले कति सकिन्छ थोरै भए पनि हामीले चाहिँ जम्मा गर्दै तिर्दै जानुपर्छ। अनि यदि तपाईँले यो गर्नुभयो भने यो वर्ष तपाईँहरू जतिको लोन छ नि, लोन मुक्त हुनुहुनेछ, प्रभुले आशीष दिनुहुनेछ। हालेलुया। हालेलुया। प्रियहरू, अर्को कुरा है, घाँटी हेरेर हाड निल्नुपर्छ। अर्को कुरा, मेरो कमाइ कति छ, मैले कति, मेरो घाँटी कत्रो छ, मेरो घाँटी कत्रो छ भने त्यही अनुसार मैले चपाएर निल्न पर्यो। यत्रो चोक्टा खान्छु नचपाइकन खान्छु भन्दाखेरि अड्किन्छ, त्यसले राम्रो गर्दैन है। घाँटी हेरेर हाड निल्नुपर्छ, त्यो भनाइ हो है। अर्को कुरा चाहिँ मौकामा हिरा फोड्ने हो, बेमौकामा चाहिँ कौडी पनि नछोड्ने हो। हेर्नुहोस् है, कतिपय कुराहरू हामीले के गर्छौँ भन्दाखेरि आवश्यकता एउटा छ, इच्छा अर्को छ। आवश्यकताको कुरा अति नै आवश्यकताको कुरा बजेट छुट्याएर त्यसलाई किन्ने हो। इच्छाको कुरा किनेर आवश्यकताका कुराहरू पछि राख्यो भने कहिले हाम्रो जीवन उकासिँदैन। आवश्यकता र इच्छा भन्ने कुरा फरक हो है।
कसैको साइकल छ भने उसको आवश्यकता ओहो मलाई त स्कुटर मोटरसाइकल भए हुन्थ्यो भन्ने चाहिँ हुनसक्छ। त्यो इच्छा मात्रै नभएर त्यो आवश्यकता पनि हुनसक्छ है, त्यो आवश्यकता होला। तर होइन म त स्कुटर पनि होइन मोटरसाइकल नि होइन, मेरो इच्छा त कार हो गाडी हो भनेर भन्यो भने हुँदैन है। इच्छा चाहिँ दाल भात तरकारी हो, के अरे आवश्यकता चाहिँ दाल भात तरकारी हो, घरमा पाक्नुपर्छ। अनि इच्छा चाहिँ 5 स्टार होटलमा है अनेक थरीको परिकार त्यो इच्छा हुनसक्छ, त्यस्तो इच्छा हुन्छ है। अब दाल भात खान चाहिँ हामीलाई चाहिँ धौधौ छ भने हामीले चाहिँ इच्छा पैसा पाइयो कतैबाट चाहिँ कामबाट भुक्तानी पायो पैसा भयो भनेर हामी चाहिँ दौडेर 100 रुपियाँमा आउने खाना चाहिँ 1000 रुपियाँ तिरेर हामी चाहिँ त्यसरी खर्चिनु हुँदैन। त्यो ज्ञान बुद्धि विवेक पनि हामीले लगाउनु पर्छ। हालेलुया। जसको हो जसलाई दिनुपर्ने हो त्यो चाहिँ हामीले चाहिँ छुट्याउनु पर्ने रहेछ। हालेलुया। अरूको भाग चाहिँ खान नहुने रहेछ है, हामीले छुट्याउनु पर्ने रहेछ। उब्रिएको प्रभुलाई दिने होइन क्या। कति त म उब्रियो भने दिने, यता आवश्यकता छ उता आवश्यकता छ, यता ऋण छ म उसको तिर्यो भने अनि त्यसपछि कमाउन थाल्यो भने अनि दिने, अनि बल्ल दशांश छुट्याउने है। त्यस्तो गर्न थाल्यो भने उसले अब ऋण तिरेर सकिएपछि म दशांश छुट्याउँछु भन्दा भन्दै उसको कमाइ आउने त्यो तिर्ने बाटो रोकिन सक्छ। त्यस्तो नहोस् है। कति हामीले के गर्छौँ, एउटाको दशांश दिउँ अर्कोको चाहिँ चलाउँ। घरमा 2-3 जनाले कमाएको छ भने ए तपाईँको दिउँ मेरो चाहिँ चलाउँ है, सल्लाहमै क्या है। त्यस्तो पनि होइन प्रियहरू, त्यस्तो होइन। प्रभुले हामीलाई भन्नुभएको छ मलाई देऊ जाँचेर हेर म चाहिँ दिन्छु कि दिँदिनँ। अनि जीवित गवाई अघि भर्खरै हामीले सुनेका छौँ। हालेलुया हालेलुया प्रियहरू। अनि अघि पनि मैले भने प्रभुलाई पहिलो कुरा चाहिँ दिनुपर्ने उहाँले मागेको कुरा छुट्याएर मात्रै हामीले अरू कुराहरू चलाउँ है। पहिलो कुरा उहाँलाई छुट्याउनु पर्ने कुरा छुट्याएर अनि हामी चाहिँ अरू कारोबार गरौँ त त्यसले पुग्छ, त्यसले आशिष दिन्छ, अरू योजनाहरूमा आशिष दिन्छ। हालेलुया। त्यसरी हामी गरौँ, उब्रिएको होइन, सुरुमा छुट्याउँ, त्यो नचलाउँ, प्रभुको ढुकुटीमा ल्याउँ। प्रभु भन्नुहुन्छ मलाई जाँचेर हेर, म तिमीहरूलाई आशिष दिन्छु कि दिन्न मलाई जाँचेर हेर भन्नुहुन्छ। हामीले छुट्याउँ प्रियहरू, उहाँलाई उहाँको निम्ति छुट्याउँ। उब्रिएर रहेको होइन, उब्रिएको त घरमा कुकुर पाल्नु भएको छ भने कति कुकुरहरू पाल्ने घरहरू हुन्छ, अहिले त कुकुरलाई पनि छुट्याउने चलन छ। हाम्रो गाउँ घरतिर पहिला चाहिँ खायो अलिकति चाहिँ अन्तिममा चाहिँ राख्ने, एक मुठी राख्ने अनि त्यसपछि अन्तिममा उब्रिएको दिने क्या। मासु खायो हड्डी चाहिँ दियो क्या है, अन्तिममा चाहिँ एक मुठी लगाएर लाख भनेर कुकुरलाई दिने, उब्रिएको दिने क्या। कति हामीले उब्रियो भने दिने भनेर उबार्न पो खोजिरहेको छौँ कि है। प्रियहरू एकदमै गम्भीर कुरा, गम्भीर आज प्रभुले आफ्नो आवाज आज यहाँ बुलन्द गर्दै हुनुहुन्छ है। हामीले उब्रेको होइन, प्रभुलाई उब्रेको दिने होइन प्रियहरू। पहिलो प्राथमिकता प्रभु यो तपाईँको, अब चाहिँ म अरू चाहिँ म चलाउँछु, आशिष दिनुहोस् भनेर चाहिँ प्रार्थना गरेर चलाउने हो। हालेलुया। अघि मैले भन्दै थिएँ अदनको बगैँचामा के भयो, यसलाई पनि हामीले महसुस गर्नुपर्छ, मनन गर्नुपर्छ। अदनको बगैँचामा आदम र हव्वालाई कुनै समस्या थिएन, कुनै अभाव थिएन, मात्र एउटा रुखको फल नखाओ भन्नुभएको थियो हो। अनि जुन दिन उनीहरूले त्यो रुखको फल खाए के भयो अरे, उनीहरूको जीवनमा कहिल्यै पुगेन, निकालिनु पर्यो, दुःख आयो। हामीलाई पनि सबै चलाओ भन्नुभएको छ
सबै चला भन्नुभएको छ। यो चाहिँ 10 अंश चाहिँ मेरो हो भन्नुभएको छ। त्यो चाहिँ अदनको बगैँचामा राखेको यो एउटा रुख चाहिँ जुनको फल प्रभुले भन्नुभएको थियो यसको फल नखाओ, त्यो भने जस्तै हो यो अनि यो। यता 9 छ, यता चाहिँ 1 छ है। अदनको बगैँचामा धेरै रुखहरू थियो, फलफुलको रुखहरू। यो यतापट्टि जस्तो एउटा रुखको फल थियो अनि नखा भनेर भन्नुभएको थियो। यो 10 अंश, यो 90 अंश, यो 10 अंश, यो 9 भाग, यो 1 भाग, यो एउटा रुखको फल। यो 10 अंशको फल अब हामीले खाइरहेको छ भने हाम्रो जीवन आदम र हव्वाको जस्तै हुन्छ। तपाईँहरूले कतिले भोगिराख्नु भएको होला, कति ठुल्ठुलो कारोबार गरिराख्नु भएको छ, सुखको छैन। यता तिर्नु छ, उता तिर्नु छ, कारोबार त छ नि, फुर्सदै छैन, कामै काम, फुर्सदै छैन। पैसा कमाउने नै काम गरेको छ, तर यता टाले उता टाले छैन, पैसा छैन, समस्या छ। कारण के भन्दाखेरि अदनको बगैँचामा भएको नखा भनेको रुखको फल उसले चाहिँ 10 अंश उसले खाँदैछ। त्यस कारणले हो है। अनि तिर्नुपर्ने कुराहरू पनि अघि हामी सुन्दै थियौँ। यो वर्ष हामी चाहिँ 10 अंश छुटाउँ है, सबैले छुटाउँ। कसले छुट्याइरहेको छ प्रभुले देख्नु भएको छ, सबै देख्नु भएको छ। तपाईँहरूलाई थाहा छ, मलाई पनि थाहा होला है। यहाँ बुझ्नेहरूले यहाँ लेखेर राख्नु भएको छ है। 1 वर्षमा नकमाइकन यहाँ काठमाडौँ बाँचेको कोही छैन। यहाँ कति हामी छौँ होला 1 वर्षमा एकचोटि पनि 10 अंश नचढाएकोहरू। त्यस कारणले आशिष छैन प्रियहरू, त्यस कारणले हाम्रो उन्नति प्रगति छैन। परमेश्वरको हो भने परमेश्वरलाई दिनुपर्छ, कैसरको हो भने कैसरलाई दिनुपर्छ। हामी कति छौँ, कतिलाई चाहिँ लिएपछि तिर्नै पर्दैन जस्तो हामी गरिरहेको हुन्छ। त्यो कैसरको हो भने कैसरलाई पनि दिनुपर्छ भन्नुभएको छ। हामीले जब चाहिँ छुट्याउँछौँ, पहल गर्छौँ नि, प्रभुले नै त्यो ऋणबाट पनि मुक्त गर्नुहुन्छ। हालेलुया। जो जतिले दिइरहनु भएको छ, एक दिन तपाईँहरूको जीवनमा पनि त्यो भाइको जस्तो आशिषको गवाही आउनेवाला छ। हालेलुया। कतिको त छ नै, कतिको त छ नै। अहिले समय नभएर मैले चाहिँ अरूलाई नदिएको, तर जतिले दिइरहनु भएको छ 3-4वटा कुरा 10 अंश दिइरहनुहोस्। जतिले दिनुभएको छैन छुट्याउनुहोस् अबदेखि है। अनि कतै तिर्नुपर्ने छ भने पनि त्यसको निम्ति पनि छुट्याउनुहोस् है। तपाईँको चाहिँ कुनै अब घाँटी हेरेर हाड निल्नु भएको छैन भने घाँटी पनि हेर्नुहोस् अब है। कतै बेमौकामा चाहिँ कौडी छोडिराख्नु भएको छ भने बेमौकामा कौडी नछोड्नुहोस्, विचार गर्नुहोस्, लिस्ट बनाउनुहोस्। आवश्यकता के छ त्यसलाई चाहिँ तपाईँले खरिद गर्नुहोस् है। जो इच्छाको कुराहरू पछि हुँदै जान्छ, प्रभुले आशिष दिनुहुनेछ। हालेलुया, हालेलुया। हामी सबै आशिषित हुन चाहन्छौँ। आमेन। हामी महसुस गरौँ, हामीले विचार गरौँ प्रियहरू। मैले प्रभु त अझै भन्नुहुन्छ, अझै अगाडि हेर्छौँ भने तिमीहरू त डाकु हो भन्नुहुन्छ क्या, लुटेर आऊ तिमीहरू। कसरी हामी लुटेर आऊ भन्छ यहाँ मान्छेहरूले भन्नुहुन्छ। तिमीहरूले मलाई लुटिरहेको छ, अरूले त बरु मान्छेलाई लुटिरहेको छन्, मान्छेलाई लुट्ने डाकुहरू छन्, तिमीहरू त परमेश्वरलाई लुट्ने डाकुहरू भनेर भन्नुहुन्छ। त्यो कुरा अहिले मैले गर्न चाहिनँ। हामी त्यस्तो बन्न चाहँदैनौँ, हामी हुन चाहँदैनौँ। प्रभुले हामीलाई यो किन भन्नुभयो भन्दाखेरि आशिष दिन चाहनु भएको छ कि उहाँ चाहिँ गरिब भएर जन्मिनु भयो अघि पनि हामीले हेऱ्यौँ। गरिब भएर जन्मिनु भयो ताकि तिमीहरू धनी बन्न सक। धनी बन्न नहुने त होइन रहेछ त, आर्थिक उन्नति गर्न नहुने त होइन रहेछ त, तर असल किसिमले हामीले गर्दै गयो भने उहाँले नै हामीलाई बन्नलाई सहायता गर्नुहुन्छ। हालेलुया, हालेलुया। आउनुहोस् हामी हाम्रा शिरहरू झुकाउँ, हामी विचार गरौँ एकछिन। कतिले 10 अंश हाल्नु भएको छैन भने आज यो नयाँ वर्षको पहिलो शनिबारमा छौँ। यो वर्ष आशिषको वर्ष हुनुपर्छ। अनि फर्मुला यही हो प्रियहरू। उहाँले भन्नुहुन्छ मलाई जाँचेर हेर, मलाई जाँचेर हेर। परमेश्वरको भाग परमेश्वरलाई देऊ, कैसरको भाग कैसरलाई देऊ।
परमेश्वरलाई मात्रै दिएर पनि भएन, अब कैसरलाई दिनुपर्ने, छुट्याउनु पर्ने कुराहरू, कसलाई तिर्नुपर्ने, कहाँ के छ त्यहाँतिर पनि हामीले छुट्याउँदै जानुपर्छ है। घाँटी हेरेर हाड निल्नुपर्छ। आवश्यकताको कुराहरूमा हामीले चाहिँ खर्च गर्नुपर्छ। मौकामा हिरा फोड्नुपर्छ प्रियहरू। मैले त्यही भएर बेला बेलामा यत्तिकै बिना सित्ती चाहिँ खर्च गर्नु हुँदैन। घरको रुपियाँ पैसा खर्च गर्नु हुँदैन बिना सित्ती। मण्डलीको भेटीहरू बिना सित्ती खर्च गर्नु हुँदैन भन्छु म। प्रियहरू, घाँटी हेरेर हाड निल्ने प्रभुले हामीलाई आशीष दिनुहुन्छ। हामीले तिर्नुपर्ने कुराहरूलाई विचार गर्ने, प्रभुलाई दिनुपर्ने कुराहरूलाई हामीले कहिल्यै ठग्नु हुँदैन। अब हामी बाचा गरौँ, हामी भनौँ प्रभुलाई, प्रभु मैले दिइरहेको छु, म निरन्तर दिन सकूँ, एक दिन गवाई हुनेछ प्रभु, म दिनै रहनेछु भनेर भनौँ। उब्रेको दिने होइन, म चाहिँ प्रभु पहिलो चरणमा म तपाईँको निम्ति तपाईँको भागमा छुट्याउँछु भनेर भनौँ। उहाँ चाहिँ हाम्रो हिस्सादारी हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो साझेदारी हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो पार्टनर हुनुहुन्छ, हाम्रो कामको, हाम्रो जीवनको पार्टनर हुनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ, निरन्तर हामी दिन सकौँ जतिले दिइरहनु भएको छ। त्यो एउटा गवाई हुन सकोस् एक दिनमा हामी प्रार्थना गरौँ, त्यो आशिषले भर्नुहोस् भनेर प्रार्थना गरौँ। जतिले अझै दिन सक्नु भएको छैन, यो वर्षको पहिलो शनिबार हो, प्रण गर्नुहोस्। अघि निकै घतलाग्दो मैले घटना पनि भनिसकेको छु। अदनको बगैँचामा आदम र हब्बाले नखा भनेको रुखको फल खाइदिए। उनीहरूलाई प्रशस्त थियो, यो नखा मात्रै त भन्नुभएको थियो, त्यही खाइदिनु पर्ने। हामीले पनि दशांश त्यसरी खाइदिइरहेको छौँ भने आशिष नहुने रहेछ प्रियहरू। अब हामी विचार गरौँ। अनि दशांश भनेको हुँदै नभएर ल्याउने कुरा पनि होइन। कमाइ नै छैन, दशांश ल्याउनु पर्छ, मण्डलीले माग्यो, प्रभुले माग्नुभयो भनेको होइन प्रियहरू। उहाँले दिनुभएकोबाट छुट्याउने कुरा हो, धेरैबाट थोरै छुट्याउने कुरा हो, 10बाट 1 छुट्याउने कुरा हो, भएकोबाट छुट्याउने कुरा हो। हामी यसमा कन्जुस्याइ गर्नु हुँदैन। आर्थिक कुराको निम्ति हामीलाई आशिष चाहिन्छ भने प्रभुले आर्थिक कुराहरू नै मागेर त्यसलाई हामीलाई चाहिँ कयौँ गुणा चाहिँ आशिषले भर्न चाहनु भएको छ। आउनुहोस् हामी प्रार्थना गरौँ, वाचा गर्नुहोस्, प्रण गर्नुहोस्। कसैको घरमा श्रीमानले दिउँ भन्दाखेरि श्रीमतीले रोक्ने होला, कसैको घरमा श्रीमतीले दिउँ भन्दाखेरि श्रीमानले रोक्ने होला। एउटै मनको भएर प्रभुले माग्नु भएको कुरा, अदनको बगैँचालाई निहाल्दै तपाईँले विचार गर्नुहोस्। अब निर्णय गर्नुहोस्। यो मण्डली आशिषित मण्डली हुनुपर्छ। यो मण्डलीका सबै परिवार आशिषित परिवार हुनुपर्छ। हाम्रो इच्छा यही नै हो, परमेश्वरको इच्छा यही नै हो। र त उहाँले भन्नुहुन्छ, ल्याऊ म आशिष दिन चाहन्छु। म बोल्नुहुन्छ प्रियहरू। जसले दिइरहनु भएको छ, अझै कता के मिलेको छैन भने, घाँटी हेरेर हाड निल्नु भएको छैन भने, अझै बिना सिती खर्च गरिरहनु भएको छ भने त्यसमा पनि विचार गर्नुहोस्। त्यसमा पनि विचार गर्नुहोस् प्रियहरू। यदि विचार गर्दै सबै कुराहरू प्रभुमा धन्यवादी साथ राख्दै प्रार्थनासहित अगाडि बढ्नुभयो भने अघि हामीले गवाई सुनेको नरमनी भाइको जीवनमा जस्तो तपाईँको जीवनमा पनि आशिष हुनेवाला छ प्रियहरू। यो वर्ष तपाईँहरू ऋणमुक्त हुनुहुनेछ। प्रभुलाई जाँचेर हेर्नुहोस्, प्रभुलाई जाँचेर हेर्नुहोस्। हालेलुया, हालेलुया। प्रभु धन्यवाद, धन्यवाद, धन्यवाद प्रभु। आजको यो समयको निम्ति, आजको यो प्रभु सेवाको निम्ति धन्यवाद। आज यसरी प्रभु यतिका छोराछोरीहरू यसरी हो प्रभु लामो समयसम्म यसरी वचनको निम्ति प्रभु हो प्रभु धैर्यताका साथ सुन्नलाई तपाईँले हो प्रभु त्यो शक्ति दिनुभएकोमा धन्यवाद। आज सबै मण्डली हामी आशिषित भएका छौँ, हामी विश्वास गर्दछौँ। गवाईबाट आशिषित भएका छौँ, तपाईँको वचनबाट आशिषित भएका छौँ। अब प्रभु आज यो नयाँ वर्ष 2082 को पहिलो हप्ताको शनिबारमा हामी वचनमा बस्दै गर्दाखेरि, सङ्गतिमा बस्दै गर्दाखेरि ओ प्रभु साँच्चै नै यो वर्षभरि नै हामीलाई आशिष मिलेको होस्। आर्थिक भौतिक कुरामा पनि आशिष मिलेको होस्। त्यसको निम्ति हामीले जे कुरा तपाईँको वचनबाट सुन्यौँ
प्रभु हामीलाई सहायता गर्नुहोस्। तपाईँको भाग हामीले लुट्न नपरोस् प्रभु। हो प्रभु, जसै तपाईँको भाग हामीले खान नपरोस्, हामीले खाने छैनौँ प्रभु। अदनको बगैँचामा हामीले हेर्दै थियौँ, आदम र हब्बाले तपाईँले नखा भनेको त्यो भाग चाहिँ खाइदिए अनि उनीहरूको जीवनमा कहिले पुगेन। हामीले पनि कति यो मण्डलीमा त्यस्तै छौँ होला। तपाईँको भाग हामीले खाएका छौँ, दशंश हामीले लुटेका छौँ, खाएका छौँ, अनि हाम्रो जीवनमा कहिले पुगेको छैन। अब त्यस्तो नहोस् प्रभु। आजको दिनदेखि प्रभु हामीले यो रियलाइज गर्न सकौँ अनि हाम्रो जीवनमा लागू गर्न सकौँ। दशंश छुट्याउने हामी तपाईँको छोराछोरी हुन सकौँ। हो प्रभु, तपाईँले दिनुभएकोबाट छुट्याउन हामी सकौँ। श्रीमान श्रीमती एकै मनको भएर सबैले जसले कमाएको छ त्यो ल्याउन सकौँ प्रभु, अनि एउटा आशिषमय परिवार हामी बन्न सकौँ। तपाईँले हो प्रभु त्यो आशिष राखिदिनु भएको होस्, यही बिन्ती प्रार्थना चढाउँदछौँ। धन्यवाद, सारा महिमा सारा इज्जत तपाईँलाई। धन्यवाद प्रभु, आशीर्वाद गर्नुहोस् हामी सबैलाई। प्रार्थना चढाउँछौँ येशू ख्रिस्टको नाउँमा, आमेन।